प्रब्लम भएको थियो टेक्निकल हैन र स्लाइड 44 बाट बुझिएन भन्ने कुरा भएको थियो। आज के छ नबुझिएपछि अस्ति जस्तै भनौँ है, टीका टिबेन्द्र अथवा ललित जो जहाँ छौँ त्यहाँबाट बुझिएन भनौँ। बुझिएन भन्दाखेरि पनि बुझिएन भनेको बोल्न के अरे सुन्न गाह्रो होला, बट स्टिल के भनौँ भन्दा च्याट लेखे पनि च्याटमा लेखेरै हुन्छ है। सो के छ बोलेको सुनिन्छ, यो देखिन्छ? प्रष्ट छ हो ओके। सो म अस्तिकोबाट सुरु गर्छु र अनि नयाँ पनि केही गर्छु है। अस्ति भनेकोमा केही अस्ति 44 स्लाइडसँग हामी गथ्यौँ, केही हेऱ्यौँ त्यहाँ घरमा केही हेऱ्यौँ। यो डाइनामिक कोरिलेसन र स्ट्याटिकमा के डिफरेन्ट हुँदैछ भन्ने कुराहरू पनि यसो हेऱ्यौँ कि अथवा हेर्दैछौँ कि केही गऱ्यौँ कि भनेर मैले यसो सोधेको। कहिलेकाहीँ कसैको यसो ब्यान्डविड्थ अलि राम्रो भएको छ भने डिस्कस पनि गरौँ। अभियसली अब यो टेक्निकल प्रब्लमले गर्दाखेरि सबैलाई बोल्न गाह्रो पनि हुन सक्ला, त्यहाँबाट पनि तपाईँहरूलाई पनि डाटाबाट उबाट गर्दाखेरि। तर जसलाई बोल्न डिस्कस गर्न मजाले मिल्छ त्यसले चाहिँ एकदम मजाले पार्टिसिपेट गरौँ भन्ने लाग्छ मलाई। तर यहाँ जे जस्तो भए पनि तपाईहरुले होमवर्क र यो लेक्चर पढ्ने बुझ्ने यसलाई लेख्छु मात्रै होइन कि यसलाई इम्प्लिमेन्ट, यसको अझै इक्जाम्पलहरु, यो सबै कुरा इनडेप्थ गर्ने हेबिट चाहिँ हुनै पर्छ भनेको छु मैले सुरुबाटै। ती कुराहरु आजको अब आउने लेक्चर सबैमा गर्न सक्नुपर्छ हामीले। त्यति गर्यौं भनेदेखि र हाम्रो यहाँको लेक्चर फलो सबै गर्न सक्यौं भनेदेखि मैले के भनेको छु, लेक्चर फलो मिन्स यो बुझ्ने, यसको इक्जाम्पलहरु यसैलाई कतै लगेर आफूले पनि जोड्ने हो फलो भन्नुको मतलब है। मैले पहिले फलोको डेफिनेसन अलि फरक तरिकाले भन्थे, होमवर्कसम्म गर्न सके नि हुन्छ भन्थे, होइन। अब आएर अझै तपाईले आफैले इक्जाम्पलहरु दिन सक्ने हुने, आफैले त्योसँग सम्बन्धित क्वेशन्सहरु क्रिएट गर्न सक्ने हुने, त्यो पनि हो भाइ फलो भनेको। एकछिन यो हेर्ने, यहाँ एभरेज v स्क्वायर बराबर a/2m अल्फा आयो, त्यो राखेर इन्टिग्रेसन गरेपछि आयो भनेर बुझ्ने तरिकाले छोड्न हुन्न, मैले त्यति मात्रै भनेको। अथवा मैले जे भन्छु द्याट्स नट सफिसिएन्ट हो फेरि है। तपाईले आफैले पनि केही थपथाप गर्ने हेबिट हुनै पर्छ। अनि त्यो गर्दा केही कन्फ्युज हुन्छ अभियसली, कहिलेकाहीँ आफूले सोचेको कुरा नहुन सक्छ। त्यसबेला हामी छौँ है। त्यसबेला हामीलाई इमेल अथवा फोन भाइबरमा अथवा उसमा जे सकिन्छ, जे मन लाग्छ त्यो गर्दाखेरि आई एम अलवेज विथ यु। यसमा हामीले के डिस्कस गरेका थियौँ भन्दा अस्ति डाइनामिक कोरिलेसनको कुराकानी गरेका थियौँ। डाइनामिक कोरिलेसन फङ्सन्सहरुको कुराकानी गर्यौं। अनि त्यसलाई केही इक्जाम्पलहरु लिएर सल्भ पनि गर्यौं र यसमा डाइनामिक कोरिलेसनबाट अनि पावर स्पेक्ट्रमलाई डिफाइन पनि गरेका थियौं हामीले। पावर स्पेक्ट्रम भनेको आई अफ ओमेगा, अनि यो आई अफ ओमेगा भनेको सी जीटा जीटा अफ ओमेगा जुन छ, इफ इट इज इन्डिपेन्डेन्ट अफ ओमेगा हो भनेदेखि त्यसलाई हामीले व्हाइट नोइज भन्छौं भन्ने कुराहरु डिस्कस गर्न खोजेका थियौं। अब आज चाहिँ हामी त्यहीबाट म अस्तिको छुटेकोबाट छलफल गर्छु। यो इक्वेसन CVB अफ ओमेगा इक्वल्स a ओभर m स्क्वायर अफ ओमेगा स्क्वायर प्लस गामा स्क्वायर सबैले बुझ्यौं अथवा यहाँसँग डिराइभ गर्यौं होला। यहाँ बीचमा कतिपय स्टेपहरु छुटेका थिए, ती स्टेपहरु कम्प्लिट गर्यौं भन्ने मैले अज्युम गर्छु। त्यो गरेको छैनौं भने जसरी हुन्छ त्यो गर्न खोज्ने भनिराखेको छु मैले। अथवा तपाईले यो इन्टिग्रेसनको कुराकानी पनि म्याथमेटिक्स पुरै नभए नि यो गरेर आउँछ भनेर अलि क्लियर कन्सेप्टले बुझ्ने हुन्छ भनेर मात्रै होइन। सो त्यसपछि यो इक्वेसन जुन 69 छ, यो इक्वेसन CVB अफ ओमेगा र a को रिलेसन भएको इक्वेसन हो, जसमा गामा छ एउटा नयाँ भेरिएबल, अनि मास पार्टिकलको मास भइहाल्यो र a सम कन्स्टेन्ट भनेको छु। Now use equation 69 to calculate the instantaneous mean square velocity in terms of a. अब यसलाई के गरौँ भन्दा हामीले CVB अफ ओमेगा त यो v स्क्वायर सँग रिलेटेड हुन्छ, किन भन्दा v अफ ओमेगा v अफ माइनस ओमेगा बाटै
यो आउने हो सी यो जिटा अफ ओमेगा जिटा अफ माइनस ओमेगा भनेको सी जिटा जिटा अफ ओमेगा भयो भनेपछि हामीले यसलाई केमा इम्प्लिमेन्ट गर्न सक्ने भयौँ भन्दा इन्स्टेन्टेनियस भेलोसिटीमा इन्स्टेन्टेनियस मिन स्क्वायर भेलोसिटी निकाल्न सक्ने भयौँ अथवा निकाल्न सक्छौँ इन टर्म्स अफ ए त्यही कन्स्टेन्टको उसमा एन्ड देयर बाई डिटरमाइन द भ्यालु अफ ए। अब त्यो ए को भ्यालु हामीले निकाल्नु जुन परेको थियो त्यसको भ्यालु हामीले यही मिन स्क्वायर भेलोसिटी निकालेर निकाल्ने। मिन स्क्वायर भेलोसिटी कसरी आउँछ? मिन स्क्वायर भेलोसिटी केबिटी बाई एम गरेपछि आउँछ। अब केबिटी बाई एम इक्वल्स ए बाई ट्वाइस एम अल्फा राख्नुभयो भने ए को भ्यालु आउने भयो ट्वाइस अल्फा केबिटी गर्नुहोस् अथवा ट्वाइस एम गामा टी गर्नुहोस्। यो केबी चाहिँ कहीँ कहीँ राखेको छ केबी कहीँ कहीँ छैन। यहाँनिर अभियसली केबिटी हो यो बुककै फलो गरेको मैले। केबिटी हुँदाखेरि यो केबी जुन छ यो केबी छैन केबीलाई 1 लिएको भनेर बुझौँ छैन होइन केबीलाई 1 राखेको भनेर बुझौँ जुन चाहिँ हामीले धेरै पहिलेबाटै गर्दै आइरहेका छौँ चाइकिनको बुकमा। सो ए को भ्यालु यो आयो भने ए को भ्यालु ट्वाइस एम गामा टी भयो भने अब त्यहाँनिर ए को भ्यालु राख्नुभयो भनेदेखि यो ट्वाइस अल्फा टी डेल्टा अफ टी माइनस टी प्राइम आउटको भ्यालु चाहिँ अथवा जिटा अफ टी प्राइमको एभरेज भनेको कति हुन्छ ट्वाइस अल्फा टी डेल्टा अफ टी माइनस टी प्राइम हुन्छ। मात्रै यो ए को भ्यालुमा अलिकति प्ले गर्नुहोस् यो र माथिपट्टि हाम्रो यो जिटा अफ टी प्राइमको जुन छ निकालेका थियौँ हामीले ओ यो चाहिँ यो ए को भ्यालुमा लगेर ए को भ्यालु यहाँ ल्याएर राखिदिने अनि यो कोरिलेसन फङ्सन आउने हो जिटा अफ टी प्राइम। यहाँ सुन्नुहोस् है डिफ्रेन्ट कोरिलेसन फङ्सन्सहरू छन्। यो कोरिलेसन फङ्सन हो जिटाको कोरिलेसन फङ्सन अनि केमा टाइममा टाइम अनुसारको कोरिलेसन फङ्सन हो यो। यहाँनिर हेर्नु हो भने सी जिटा अफ टी प्राइम चाहिँ यो पनि के छ भन्दा टाइमकै हो है। यो जिटा चाहिँ टाइमको फङ्सन हो अनि जिटाको कोरिलेसन फङ्सन चाहिँ सी जिटा अफ टी प्राइम हो विच इज गोइङ टु बी फङ्सन अफ ओमेगा। अनि यसैलाई हामीले के भनेका थियौँ यही नै केसँग हुन्थ्यो यससँग इक्वल हुन्थ्यो। इट इज बेसिकली पावर स्पेक्ट्रम अथवा फोरियर ट्रान्सफर्म अफ यो जिटा अफ टी प्राइम हो त्यसको एभरेज। तिनै इक्वेसन्सहरूलाई अलिकति मिलाएर हेरेपछि हाम्रो के आयो भन्दा कोरिलेसन फङ्सन अफ दिस जिटा अफ टी प्राइम आयो। अनि therefore the amplitude of white noise fluctuations is fixed by the requirements of thermal equilibrium। भनेपछि हामीले के भन्यौँ भन्दा थर्मल इक्विलिब्रियम चाहिने रहेछ के को लागि भन्दा एम्प्लिट्युड अफ व्हाइट नोइज फिक्स गर्नलाई। व्हाइट नोइजको फ्लक्चुएसन्स कति हुन्छ भनेर हेर्नलाई हामीलाई के चाहिँदैछ थर्मल इक्विलिब्रियम चाहिँदैछ। अथवा यो भनेको सिम्पल हामीले आफूले हेर्ने बुझ्न सक्ने कुराहरू पनि हुन्। जुन थर्मल इक्विलिब्रियम छ त्योसँग लगेर जोड्ने त्यो चाहिँ के हुन्छ भन्दा यो फ्लक्चुएसन्स जुन छ फ्लक्चुएसन्स किन भयो भन्दा यो कोरिलेसन भनेको अथवा स्ट्यान्डर्ड डेभिएसन भनेको भन्नेलाई फ्लक्चुएसन्स भनेर हामीले डिफाइन गरेका थियौँ। ठ्याक्कै त्यहीबाट लिएको यो पनि है। अनि यहाँ भेरिएन्सको टर्ममा छ त्यही यो कुरो जे भयो यो फ्लक्चुएसन्स भयो। अब फ्लक्चुएसन्स टेम्परेचर टी बढ्यो भने बढी हुने भयो टेम्परेचर टी कम भए कम हुने भयो यो ऱ्यान्डम फ्लक्चुएसन्सहरू। अनि त्यसको लागि थर्मल इक्विलिब्रियम अथवा टेम्परेचर टी को कुराकानी पनि चाहियो भन्ने कुराकानी हो। र यसैबाट मैले के भने भन्दा यो लेक्चर भोल्युम 1 हो सरी यहाँ 2 भएछ यो सी फेर्मेन लेक्चर्स भोल्युम 1 त्यसमा लास्टतिरको टपिक्स हेर्नुभयो ऱ्याचेट एन्ड पाउल भन्नेमा यही नोइजलाई युज गरेर मेसिन बनाउने कुराकानीहरू गरेको छ भनेको थिएँ मैले। अथवा यसलाई नोइजलाई कुनै पनि नोइजलाई कसरी युजफुल बनाउन सकिन्छ भन्ने कन्सेप्ट वाज फर्स्ट गिभन बाई फेनम्यान। त्यो पनि उनले अन्डर ग्रेड स्टुडेन्ट्सहरूलाई दिएको लेक्चरमा हो त्यो कन्सेप्ट पनि। अनि अभियसली यसबाट देयर आर थाउजन्ड्स अफ पेपर भनेको थिएँ कसैले इन्ट्रेस्ट लागेको त गएर हेर्नुभयो होला। अनि यसलाई मेरो नलेजमा भएसम्म फर्स्टमा युजफुल मेसिन अझै हुन्छ भनेर फेनम्यानको आइडियालाई युज गर्ने म्याग्नेसको हुन् 1993 मा उनको पेपर चाहिँ फिजिकल रेगुलेटरमा छापिएको थियो त्यस सम्बन्धी भनेको थिएँ मैले अस्ति। कसैलाई इन्ट्रेस्ट भएकोले म्याग्नेसको पेपर गरेर हेर्नु भएकाए पनि आई मिन दे आर सो सिम्पल। पेपरमा आइडिया त त्यही हो सिम्पल वेले पनि फिजिकल रेगुलेटर्समा पब्लिस भएको थियो त्यो।
सो अब हामीले त्यही भएर भेलोसिटीको कोरिलेसन हेर्न पर्यो भने भेलोसिटी कोरिलेसन भनेको के भयो भन्दा VF0 को एभरेज लिने हो। टाइम 0 भनेको अहिलेको टाइम र 5 सेकेन्ड पछिको टाइम, त्यस्तै सबैलाई मिलाउँदै 5-5 सेकेन्डको सबै टाइम मिलाएर हामीले त्यसको कोरिलेसन हेर्यौं भने टाइम अनुसार के हुन्छ, यो घट्दै जान्छ। यो घट्दै जाँदाखेरि जुन क्यारेक्टरिस्टिक्स छ एक्सपोनेन्शियली घट्दाखेरि, कुनै पनि क्वान्टिटी एक्सपोनेन्शियल घट्छ भने तपाईहरुले सुपर कन्डक्टिभिटीबाट पनि केही त गर्नु भएको छ, त्यो बीएससी अथवा सेकेन्ड सेमेस्टरमा त्यसबाट पनि केही कुरा बुझ्नुभयो होला, हेर्नुभयो होला। जुन छ भेलोसिटी कोरिलेसन फंक्सनहरु, सरी त्यहाँ कोरिलेसन अथवा त्यहाँ क्यारेक्टरिस्टिक फंक्सन भनेर जहिले डिफाइन गर्दा हामी केमा गर्छौं भन्दा 1/e को टर्ममा गर्छौं। त्यो 1/e सम्म यो कति कहिले घट्छ भन्दा गामा इन्भर्सको टर्ममा, त्यसैलाई हामीले क्यारेक्टरिस्टिक्स टाइम भनेको गामा इन्भर्सलाई। अब यो चाहिँ भेलोसिटी कोरिलेसन फंक्सन चाहिँ हामीले हेर्यौं भने टाइमसँग एक्सपोनेन्शियली घट्छ र इन्स्टेन्टेनियस एभरेज के हुन्छ, इन्स्टेन्टेनियस त अभियसली v² हुने भयो र त्यो इन्स्टेन्टेनियस एभरेज पनि यसरी नै घट्छ भन्ने कुरा गरेको। अनि कोरिलेसन फंक्सन फर डिफ्युजनको हामीले हेर्यौं भनेदेखि अब टाइम टी मच लेस देन, त्यो भएपछि हाम्रो के आयो भन्दा अब हामीले अहिलेसम्म के कुरा गर्यौं भन्दा यो जुन नोइज छ, नोइजको कोरिलेसन निकाल्ने, फ्लक्चुएसन्स कति हुन्छ भनेर हेर्ने, द्याट फ्लक्चुएसन्स थाहा पाउनलाई हामीलाई टेम्परेचर टी अथवा चाहिँ थर्मल इक्विलिब्रियममा सिस्टम भएको हुनुपर्ने रहेछ भन्ने कुरा भयो। अनि त्यसपछि हाम्रो के भयो भन्दा त्यसलाई युजफुल वर्कमा लैजान सकिन्छ, नोइजलाई, कुनै पनि नोइजलाई युजफुल वर्कमा लैजान सकिन्छ है भन्ने खालको कन्सेप्ट फेनम्यानले दिए। त्यसबाट अरु डेभलप भएको छ भनेर भने, जुन कसैलाई इन्ट्रेस्ट छ भने पेपरहरु हेर्नुस् भनेर मैले रेफरेन्स मात्रै भने। अभियसली कोही न कसैलाई यहाँ पढाएको टपिक्समा सबैलाई एउटै कुरामा इन्ट्रेस्ट हुनुपर्छ म भन्दिन, तर एउटा सानो कुरा म यहाँ जोड्न चाहन्छु। लास्ट इयर के गरेका थियौं हामीले भन्दा 4 वटा टपिक्स जति मैले स्टुडेन्ट्सहरुलाई उहाँहरुको इन्ट्रेस्ट अनुसार त्यो टपिक्स पढेर प्रेजेन्ट गर्ने भनेको थिएँ, तर त्यसमा 4 जना मात्रै नहुने हुनाले 4 जनाको ग्रुपमा केही राख्ने गरेका थियौं है। त्यो काम अहिले पनि गर्न मन छ मलाई, किन भन्दा आफै केही पढ्ने, इन्डिपेन्डेन्ट हुने, त्यसलाई डिस्कस गर्ने कुरा गर्न मन छ। तर लास्ट इयरकोमा मैले के चेन्ज गर्न मन लाग्यो भन्दा लेक्चर नोट्स म प्रोभाइड गर्छु अहिले, मेरो लेक्चर नोट्सहरु यो चाहिँ त्यही टपिक्सको मैले डिस्कस नगरेको कुरा पढेर, अनि त्यसमा अभियसली मेरो लेक्चर नोट्समा मात्रै भर पर्ने भनिन मैले, त्यसमा अलिकति खोजखन्तर आफूले गर्ने, आफूले अरु बढाउने आइडिया र डिस्कस गर्ने भनेको छु। र यसमा क्यारेक्टरिस्टिक टाइम हामीले के निकाल्यौं भन्दा गामा इन्भर्स। गामा इन्भर्स क्यारेक्टरिस्टिक टाइम भनेको के हो भन्दा भेलोसिटीको कोरिलेसन फंक्सन जुन छ त्यो चाहिँ 1/e ले जति टाइममा घट्छ, यो चाहिँ 1/e ले जति टाइममा घट्छ, that time is क्यारेक्टरिस्टिक टाइम। त्यो टाइम भनेको गामा इन्भर्स अभियसली। अनि अब त्यो गामा इन्भर्स आएपछि हामीले विभिन्न केस बनाएर हेर्नु पर्यो। त्यो केस बनाएर हेर्दाखेरि टाइम टी मच लेस देन गामा इन्भर्स भयो भने के हुन्छ, टाइम टी मच लार्जर देन गामा इन्भर्स भयो भने के हुन्छ। यसको मतलब के भन्दा भेलोसिटी कोरिलेसन फंक्सन यतातिरको भ्यालुमा भयो भने के हुन्छ, यतातिरको भ्यालुमा भयो भने के हुन्छ भनेर हेर्न खोजेको। यो टी मच लेस देन 1/e गामा हुँदा होमोजिनियस टर्म क्यान बी नेग्लेक्टेड। होमोजिनियस टर्म चाहिँ नेग्लेक्ट, होमोजिनियस र इनहोमोजिनियस गरी दुईटामा बाँड्न सक्छौं भनेको थिएँ मैले। यो केसमा होमोजिनियस टर्मलाई हामी नेग्लेक्ट गर्न सक्दैनौँ। अनि फोरियर ट्रान्सफर्म अफ CVB अफ ओमेगा, यो इक्वेसन 69 जुन छ, यो 69 मा यसको फोरियर ट्रान्सफर्म जुन छ त्यो हामीले हेर्यौं भने अथवा फोरियर इन्भर्स ट्रान्सफर्म भने पनि हुन्छ। र इन्भर्स फोरियर ट्रान्सफर्म भने हुन्छ। जेनरली हामी के गर्छौं भन्दा फोरियर ट्रान्सफर्म भन्दा t बाट ओमेगा मा गएको, x बाट q अथवा k भेक्टरमा गएकोलाई हामी ट्रान्सफर्म, यहाँ इन्भर्स ट्रान्सफर्म भने पनि हुन्छ, यो एक्चुअली इन्भर्स हो। अनि फोरियर इन्भर्स, द इन्भर्स फोरियर ट्रान्सफर्म अफ CVB अफ ओमेगा, त्यो इक्वेसन माथिको 69 जुन छ
त्यसले के दिने भयो CVB अफ t दिने भयो CVB अफ ओमेगा को इन्भर्स फोरियर ट्रान्सफर्म गर्नुभयो भने CVB अफ t दिने भयो यो भनेको लिमिट t टेन्ड्स टु इन्फिनिटी CVB अफ t प्लस टाउ टाउ t टेन्ड्स टु इन्फिनिटी भइदियो भनेदेखि त यो इन्फाइनाइट टाइममा के हुन्छ भन्ने कुरा भयो टाउ जुन छ टाउ भनेको यही गामा इन्भर्ससँग अथवा केहीसँग केही जोडौँ भनेर जोडेको कुरा हो टाइम t सँग अनि त्यो हेर्यौं भने CVB अफ t माइनस t प्राइम t र t प्राइम भए पनि t माइनस t प्राइम अथवा डिफरेन्समा मात्रै डिपेन्ड गर्छ भनेको थियौं अस्ति हामीले CVB अफ t माइनस t प्राइम इक्वल्स इन्टिग्रेसन d ओमेगा बाइ 2 पाई एक्सपोनेन्शियल अफ यो टर्म आयो यो फोरियर ट्रान्सफर्मको टर्महरु भयो CVB अफ ओमेगा यो बुझिहालिन्छ यो कुरा कुनै गाह्रो छैन अब तपाईले के गर्नुस् भन्दा CVB अफ ओमेगालाई यहाँ राख्नुस् र इन्टिग्रेसन गर्नुस् यो इक्वेसन आउँछ यहाँ निकाल्ने काम एउटा स्टेप दुईटा स्टेप इन्टिग्रेसनको छुट्यो होला व्हाट यु क्यान डु योरसेल्फ अब यो कहिले हुँदैछ भन्दा t मच लेस देन 1 बाइ ओमेगामा होमोजिनियस टर्म नेग्लेक्ट गरेपछि अनि भेलोसिटी यो भनेको मतलब कति भयो यो यतातिर छौं हामी यहाँनेर छौं यतातिर कोरिलेसनको भ्यालु हुँदाखेरि है ओरिजिनको नजिक हुँदाखेरि हो Equation 73 shows that V of t and V of 0 become decorrelated for times greater than gamma inverse. यसबाट पनि देखिन्छ कि अब यो V of t र V of 0 decorrelated हुने कहिले भन्दा times greater than gamma inverse. यसको मतलब यो भन्दा यतातिर गइसकेपछि अब इट लार्ज भएपछि हाम्रो के हुन्छ decorrelation हुन्छ अथवा there will be no correlation between velocity at time 0 र अहिले time t को velocity. And that V of t, V of 0 को जुन time जुन average छ is of order the equal time thermal average T by m for times less than gamma inverse. त्यो चाहिँ त्यसको एभरेज निकाल्ने भनेको कुराकानी भयो. The Fourier transform x of omega of position के हुन्छ भन्दा इज हो यो भएछ है आई र ओ नजिक हुन्छ नै टाइप गर्दाखेरि आएको म मिलाउँछु यसलाई मिलाएको पठाउँछु यसको टेक्स्ट फाइल कता सेभ भएछ त्यो भएर मैले नभेटाएर हो टेक्स्ट फाइल म खोज्छु आज अनि यो पठाउँछु म यो obviously अफ हो है position is the Fourier transform x of omega of position is v of omega divided by minus I omega यो निकाल्यो कुराकानी छ तपाईहरुले यो कुनै कुरा भएन. अब यसबाट हामी के निकाल्न सक्यौं भन्दा अघि यहाँ जुन कोरिलेसन ओभर भेलोसिटी को जुन निकालेका थियौं त्यही कोरिलेसन अफ स्पेस को पनि निकाल्न सक्ने भयौं. अब त्यो स्पेस को कोरिलेसन निकाल्ने भनेको पोजिसन को कोरिलेसन निकाल्ने भनेको पार्टिकल x मा हुने र x प्राइम मा हुँदाखेरिको कोरिलेसन निकाल्ने हो. पोजिसन कोरिलेसन फंक्शन्स चाहिँ हाम्रो cxx अफ ओमेगा भनेको cvb अफ ओमेगा डिवाइडेड बाइ माइनस ओमेगा टाइम्स I ओमेगा भयो. किन भन्दा x अफ ओमेगा को v अफ ओमेगा बाइ माइनस ओमेगा भयो अनि v अफ ओमेगा को कोरिलेसन cvb अफ ओमेगा भयो भनेसी फ्याक्टर के आउँछ माइनस ओमेगा आउँछ एउटा प्लस ओमेगा आउँछ obviously यसको cvb अफ ओमेगा को भ्यालु माथिबाट राखेर 74 इक्वेसन तपाईले इजिली निकाल्नुहुन्छ यो 69 युज गरेर cvb अफ ओमेगा को भ्यालु राखदिएर 74 निकाल्न सकिन्छ. अब पोजिसन को कोरिलेसन केमा डिपेन्ड गर्यो t मा र गामा मै डिपेन्ड गर्दैछ. यो गामा भनेको एक्चुअली क्यारेक्टरिस्टिक्स टाइम दिन्छ यसले गामा इन्भर्सले. So it always plays quite important role भन्ने कुरा बुझौं. The integral of cxx of omega over omega gives mean square displacement दिन्छ. अब यसले एभरेज अफ x स्क्वायर अफ t दिने भयो अनि त्यो भएपछि कति भयो भन्दा यो इक्वेसन 74 लाई युज गर्नुहोस्. यो मिन स्क्वायर डिस्प्लेसमेन्ट भनेको x अफ t माइनस x अफ 0 को होल स्क्वायर सबैको एभरेज यो एउटा ब्राकेट नभए हुन्छ एभरेज अनि मिन स्क्वायर डिस्प्लेसमेन्ट भयो x अफ t माइनस x अफ 0 भनेको डेल्टा x अफ t भयो त्यसको स्क्वायर को मिन स्क्वायर के रे एभरेज ल्याइदिने. अनि त्यो भनेको कसरी पनि आउँछ भन्दा त्यो भनेको एक कोरिलेसन फंक्सन हो.
अब यो कोरिलेसन फंक्सनसँग लर जोड्यौँ हामी इन्टिग्रेसन डी ओमेगा बाई 2 पाई 2 सी एक्स अफ ओमेगा 1 माइनस यो भ्यालु राख्यौँ यो भएपछि कति भयो भन्दा इन्टिग्रेसन गरेर वाट यु गेट यो 75 इक्वेसन आयो। अब तपाईले लार्ज टाइम लिनुभयो भने है one can evaluate second term by contour integration। यो सेकेन्ड टर्म निकाल्नलाई के गर्नु पर्यो यो कम्प्लेक्स छ contour integration लिनुस्। द फर्स्ट टर्म which is proportional to t फर्स्ट टर्म किन t सँग प्रोपोर्शनल भयो ओमेगा स्क्वायर छ अनि तपाईले के गर्नुहुन्छ d ओमेगा बाइ ओमेगा छ भनेपछि टाइम t सँग 1 d ओमेगा बाइ ओमेगा भयो d ओमेगा बाइ ओमेगा स्क्वायर छ भनेपछि टाइम t सँग प्रोपोर्शनल भयो नि त्यो टोटलमा d ओमेगा र ओमेगा गयो 1 बाइ ओमेगा भनेको टाइम t तो भएर टाइम t सँग प्रोपोर्शनल भयो क्यान बी अब्टेन फ्रम द सेकेन्ड यो सेकेन्डबाट बाइ टेकिङ द लिमिट्स गामा टेन्ड्स टु 0 लिदिनुस् अल्फा बाइ m अथवा अल्फा टेन्ड्स टु 0 रिजल्ट चाहिँ 2d यति आउँछ 76 आउँछ। अनि d भनेको हामीले t बाइ m गामा राख्यौं यो भनेको आइन्स्टाइनले दिएको रिलेसन हो डिफ्युजन कोएफिसिएन्टको। यसमा फेरि हामी दुईटा केस लियौं टाइम t मच लार्जर देन गामा इज इन्भर्स यो केसमा एक्सपोनेन्शियल अफ माइनस गामा t 0 जति हुन्छ गामा इन्भर्स टु t चाहिँ मच लार्जर देन गामा इन्भर्स भएपछि के भयो e को पावर माइनस गामा t भनेको यो गामा t भनेको कति जति हुने भयो भन्दा t मच लार्जर देन भयो गामा इन्भर्स भयो भनेपछि यो अलमोस्ट इन्फिनिटी जस्तो अथवा ह्युज हुन्छ यो नम्बर। अनि ह्युज भएपछि अभियसली 0 जति हुने भयो e को पावर माइनस लार्ज नम्बरमा कति हुने भयो 0 जति हुने भयो। यो 0 भएपछि यो अगाडिको टर्म मात्रै भयो यसको मतलब के भयो भन्दा मिन स्क्वायर डिस्प्लेसमेन्ट भेरिज लाइक 2dt भयो। यो चाहिँ यो 1 डाइमेन्सनमा भएर यस्तो देखिएको एक्चुअली यहाँ d चाहिँ स्मल d चाहिँ डाइमेन्सनल आउँछ है। यो चाहिँ हामी 1 डाइमेन्सनको लिएको भएर यस्तै तपाईले डेल्टा x स्क्वायर गर्नुस् y स्क्वायर गर्नुस् अनि z स्क्वायर गर्नुस् र सबैलाई एड गरिदिनु भयो भने के हुन्छ अनि यो जोडिन्छ 2dt हुन्छ भनेको 6dt भयो। त्यो 6dt भनेको 2dt टाइम्स 3 डाइमेन्सन गरी छुट्याउन सकिन्छ र यसरी यो मिन स्क्वायर डिस्प्लेसमेन्ट एक्चुअली प्रोपोर्शनल टु ट्वाइस dt हुन्छ भन्ने कुरा पनि हामीले नजानेको होइन बट यु जस्ट रियलाइज एप्रिसिएट द वे वी फलो। हामीले कोरिलेसन फंक्सन्सहरु निकाल्ने कन्टुर इन्टिग्रेसनको युज गर्ने एन्ड सो अन गरेर यो एक्सप्रेसन निकाल्यौं डिफ्युजन कोएफिसिएन्टको लागि। केस 2 मा अब अघि हामीले चाहिँ t मच लेस देन गामा इन्भर्स लियौं लार्जर देन गामा इन्भर्स लियौं। अब लेस लियौं भनेदेखि इन दिस केस जस्ट क्यारी अन टेलर सिरिज एक्सपान्सन गर्ने के को भन्दा यहाँ जुन इक्वेशन्स छ यो इक्वेसन मेन हो हाम्रो। यसमा टेलर सिरिज एक्सपान्सन गर्यौं भनेदेखि यसको टेलर सिरिज एक्सपान्सन गर्न कुनै गाह्रो भएन। टेलर सिरिज एक्सपान्सन गर्ने यो t लाई बाहिर निकाल्दिने 1 माइनस समथिङ भयो गामा t भयो। अब यहाँ फेरि 1 माइनस 1 बाइ गामा t जुन छ यसलाई गामा t लियौं। अब यसको टेलर सिरिज एक्सपान्सन गर्नुहोस् e को पावर माइनस गामा t को त्यो गरेर तर मैले के गरेको छु जम्मा दुईटा टर्म मात्रै लिएको छु यहाँ। अनि यो गर्नुहोस् के भयो भन्दा नि यो 1 माइनस भयो यो 1 माइनस 1 भयो। यहाँ हेर्नुहोस् है पहिला यो 1 माइनस 1 काटिएर जान्छ 0 गामा t र गामा t काटिन्छ 1 हुन्छ यो 1 र 1 2 भयो सरी 1 र माइनस 1 हुन्छ यहाँ माइनस छ 1 माइनस 1 0 हुन्छ। गामा t ले गामा t को होल स्क्वायरलाई डिभाइड गर्दा कति हुन्छ गामा t रहन्छ। अनि यो t सँग मल्टिप्लाई गर्दा कति हुन्छ d गामा t स्क्वायर आयो। d गामा t स्क्वायर भनेको अभियसली d गामा भनेको एभरेज अफ v स्क्वायर हो। अनि एभरेज अफ v स्क्वायर टाइम्स t स्क्वायर भयो भनेपछि लार्ज यो असाध्यै सर्ट टाइममा यहाँ हेर्नुभयो भने यो असाध्यै सर्ट टाइम भनेको तपाई हामी कुन रिजनमा छौं भन्दा यतापट्टि छौं। यतापट्टि d गामा t स्क्वायर भयो
यता आउँदाखेरि ट्वाइस डी टी भयो। मिन स्क्वायर डिस्प्लेसमेन्ट यसरी जाने रहेछ दुईटा वेमा, दुईटा एक्सट्रिम केसको कुराकानी हेऱ्यौँ हामीले। मिन स्क्वायर डिस्प्लेसमेन्ट एभरेज भी स्क्वायर टी स्क्वायर भेरी सर्ट टाइममा, अनि यो सर्ट टाइमको मोसनलाई ब्यालिस्टिक मुभ भन्छन्। यो भनेको के हुन्छ भन्दा ब्राउनियन पार्टिकल्सको मोसन चाहिँ ब्यालिस्टिक मुभ हुन्छ। भन्नुको मतलब के छ भन्दा त्यहाँनिर टाइमसँग लिनियर हुँदैन। हामीले यहाँ ल्याबमा गरेर थुप्रै हेरेका छौँ, यो त धेरैले गरेको पनि छन् है। अनि गरेर हेर्दा हामीले पनि के देखिन्छ भन्दाखेरि इट जस्ट गोज अ बिट अप, अलिक फास्ट हुन्छ, अनि स्लोली लिनियर बिहेभियर देखाउँछ मिन स्क्वायर डिस्प्लेसमेन्टले। स्लोली मिन स्क्वायर यो लिनियर भन्नुको मतलब टाइम टीसँग लिनियर यो भयो। अनि सुरुमा के हुन्छ टाइम टी स्क्वायरसँग भेरी गर्छ। भन्नुको मतलब सुरुमा चाहिँ झ्याप्पै जान्छ। के हुन्छ एक्चुअली ब्राउनियन पार्टिकलहरुको हामीले मिन स्क्वायर डिस्प्लेसमेन्ट हेर्यौं भने भन्दा यी पार्टिकलहरु एक्चुअली हामीले सानो केज फर्मेसन गरेर बसे जस्तो देखिन्छ। त्यो केजहरुबाट फुत्त निक्लिन्छ, त्यो निक्लिँदा फास्ट निक्लिँदैछ, अनि आफ्टर लङ टाइम सबैको मोसन एउटै तरिकाले जाँदाखेरि चाहिँ लिनियर हुने रहेछ। The Einstein's relation can be expressed in various ways. अर्को वेले पनि यसलाई राख्न सकिन्छ भनेर यहाँ राखेका छौं हामीले। And can be re-expressed in various ways in terms of the velocity correlation function को टर्ममा। अब हामीले निकालेको के छ भन्दा डेल्टा xt होल स्क्वायर भनेको vt यसको होल स्क्वायर भनेपछि यो कोरिलेसन निकालेको। अनि कोरिलेसन निकाल्नु भनेको 0 अफ टी dt प्राइम va अफ t प्राइम भनेको अहिलेको पोजिसन भयो। अनि त्यसकै कोरिलेसन निकाल्ने भने त्यसको होल स्क्वायर गर्यो, अब्भियसली यो एभरेज लिदिने। यो भनेको cvb अफ t1 - t2 0 to t यो दुईटा टाइमको मिलाएर गरेपछि आउने भयो dt1 र dt2 राखेर। अनि यो dt1 dt2 0 to t जुन थियो त्यसैको सट्टा 0 to t1 गर्ने, फेरि t1 बाट t सँग गर्दा भइहाल्यो। त्यसो गर्दाखेरि 2 को फ्याक्टर आउँछ र अनि cvb अफ t1 - t2 हुन्छ। यो भएपछि dt1 d tau cvb अफ tau भयो। अनि यसैलाई अलिकति t - tau राखेका छ। त्यसरी गरेपछि कति आउँछ भन्दा where the final can be obtained from preceding line by integrating by parts बाट आउने भयो। d अफ t भनेको तपाईले डेरिभेटिभ गर्दिए भयो यसको मिन स्क्वायर डिस्प्लेसमेन्ट को, र 2 ले डिभाइड गर्नुपर्छ। त्यो गर्नु भनेको यो कोरिलेसन निकाल्ने हो। अनि यो भनेपछि के भयो भन्दा डिफ्युजन कोएफिसिएन्ट भनेको कोरिलेसन फंक्सन को इंटीग्रेसन गर्दिए हुँदैछ। अनि यो t भनेको इन्फाइनाइट सँग पुग्दाखेरिको हो। अनि यो t इन्फाइनाइट सँग पुग्नु भन्नुको मतलब तपाईले cvb अफ ओमेगा तर ओमेगा 0 ओमेगा इक्वल्स 0 पुट गर्दिनु, किन भन्दा टाइम t इन्फिनिटी हुने भनेको ओमेगा 0 हुने हो। र यसरी पनि हामी लेख्न सक्छौं इन द इन्फाइनाइट लिमिट यो आउँछ। यो मैले अस्ति यति गर्छु भनेको थिएँ, त्यसैलाई पुरा गरेको मात्रै हो। यहाँसम्मको एक्सप्रेसनहरु असाध्यै सजिलो छ म्याथमेटिक्स पनि सबै यहाँ, तर मैले अभियसली एक दुईटा बीचका स्टेपहरु छोडिदिएको छु व्हिच इज रिजनेबल छ जस्तो लाग्छ मलाई। तर तपाईले तिनै स्टेपहरु सबै अलि कम्प्लिट गरिदिनु भयो भने आई विल बी ह्याप्पी। र त्यसपछि यसबाट आउन खोजेको फिजिक्स चाहिँ अलि बुझिने गरी टक्क आफ्नो पाराको नोट बनाउनुहोस्। यसमा जे छ त्यो मात्रैमा डिपेन्ड नभई यो आधार बुक र अरु पनि तपाईले बढाएको नलेजबाट चाहिँ हेर्दिनु हो भने आई विल बी भेरी मच ह्याप्पी। यो चाहिँ अस्तिको लेक्चर मैले सक्छु भनेको यहाँसम्म थियो, अलि एम्बिसियस भरै छु। ठिकै छ, केही छैन। यहाँसम्ममा के छ क्वेशन सेक्सन डिस्कस गरौँ, त्यसपछि मात्रै म अलि अघि बढ्छु। क्वेशन्स के छ भन्नुस् त यहाँसम्म केही? एनी क्वेशन्स? टिवेन्द्र के भन्दैछौ? ओके
गणेश केही क्वेसन? सुरेन्द्र, होमचन्द्र, ललित भाइ निकै टाढा छौ, त्यहाँ पनि डाटाबाट गरिराखेका छौँ। केही क्वेसन छ कि ललित? आई भेरी मच एप्रिसिएट योर रिपोर्ट है ललितजी। हजुर सर छ नि। हजुर त्यो अस्ति तपाईले त्यो बक्सको कुरा गर्नुभयो नि, त्यो माथि डिभिजन सुरुवातमै त्यहाँ एनर्जी डेन्सिटीहरुको कुरा, त्यो बक्सको कुरा माथि गर्नुभएको थियो नि सर, इन्कको केसमा। बक्स इन्क राख्नुभयो अनि त्यो डिस्ट्रिब्युसनको कुरा गर्नुभयो नि। अनि त्यहाँ सर छ नि एनर्जी डेन्सिटीहरुको कुरा चाहिँ आउन्न। इनर्जी डेन्सिटी? हजुर इनर्जी डेन्सिटी त्यहाँ किन इनर्जी डेन्सिटी भन्नाले के भन्न खोज्नु भएको? तपाईले त्यहाँ डिस्ट्रिब्युसनहरुको कुरा पनि थियो नि त सर। अनि म चाहिँ कस्तो लाग्यो, डिस्ट्रिब्युसन त पार्टिकल्सको कसरी डिस्ट्रिब्युसन हुन्छ फाइनली त्यो हेर्ने हो हामीले। अनि त्यहाँ त इनर्जी डेन्सिटी त त्यहाँ किन चाहियो र भाइ? मैले अलि बुझिन कि तपाईको क्वेसन क्लियर भएन कि? इनर्जी डेन्सिटी त किन चाहियो र? सुरेन्द्रजी तपाईको म्युट छ सुरेन्द्र। सरसन त्यो इन्कको केसमा भन्नुभएको थियो नि अस्ति। त्यसमा चाहिँ मलाई अलिक के कन्फ्युज भयो कि, त्यही भएर। इन्कको केसमा मैले के भनेको थिएँ भन्दा तपाईले इन्क एक ठाउँमा राख्नुहुन्छ, फर्स्टमा चाहिँ त्यो डेल्टा फंक्सन जस्तो हुन्छ। अब्भियसली स्लोली त्यो के हुन्छ, डिफ्युज हुन्छ, वरपर जान्छ वाटरमा। अनि त्यो जाँदाखेरि चाहिँ तपाईहरुले अब्जर्भ गर्ने, अलि राम्ररी हेरेर बुझ्न खोज्यौं भने त्यही एक्सपेरिमेन्टमै पनि पहिला एक ठाउँमा डेन्सिटी अलि बढी हुन्छ, अर्को ठाउँमा डेन्सिटी बढी हुन्छ, अर्को ठाउँमा डेन्सिटी बढी हुन्छ। त्यो एक्चुअली पेरियोडिक जस्तो हुन्छ स्ट्रक्चर भनेको थिएँ मैले एउटा चाहिँ है। अनि त्यो पेरियोडिक हुन्छ भनेर भन्नुको मतलब के भयो भन्दा त्यो चाहिँ सर्टै फ्रिक्वेन्सीको रूपमा जाइरहेछ भन्ने कुरा जसरी पनि बुझ्न सकिन्छ भन्ने कुरा भयो। त्यो एउटा कुरा गरेको थिएँ मैले। र अनि त्यसकै डिफ्युजनको कोएफिसिएन्ट चाहिँ आज गरेको पनि एप्लाई गर्न मिल्यो, सकिन्छ। तर इनर्जीको कुरो त अब्भियसली थर्मल इनर्जी छ, त्यहाँ थर्मल एजिटेसन छ। त्यही कारणले नै त्यहाँ के आएको छ भन्दा पार्टिकल मुभ गरेको छन्, त्यो छ। त्यहाँ त सर यस्तो थियो हैन र, कुनै ठाउँमा चाहिँ कन्सन्ट्रेसन हाई हुने र कुनै ठाउँमा कन्सन्ट्रेसन लो हुनेले नै उदिने हैन र सर हामीलाई दिन दिने के रे कोरिलेसन फंक्सन दिने। सुरुमा त्यो हुन्छ, तर पछि सबैतिर इक्विलिब्रियम भन्छौं जुन हामी, त्यो इक्विलिब्रियममा पुगेपछि त त्यो हुँदैन भनेको हामीले। र त्यसमा पुग्दाखेरि डिफ्युजन कोएफिसिएन्ट के हुन्छ त्यो हेरेको। त्यो पुग्दाखेरि डिफ्युजन कोएफिसिएन्ट के कस्तो हुन्छ त्यो चाहिँ हेरेको हामीले। सर भयो। ओके, हरिले चाहिँ व्हाइट नोइजको बारेमा अलिक भनिदिनु न भन्नु बारे छ। अस्तिको लेक्चर रेकर्ड गरेको छ, आजको गरेको छैन जस्तो छ हो त्रिवेन्द्र? अस्तिको पनि गरेको थियो, अस्तिको त लिंकै पठाइदिएको थिएँ मैले। पठाउनु भएको छ, आजको रेकर्ड गर्नु भएको छ? गरेको छु सर। ए ठिक छ। यसो गर्नुहोस् हरिजी, तपाईको सायद छुटेर हो जस्तो लाग्छ मलाई है। यो नोइज चाहिँ कुन जुन हुन्छ, नोइज जुन छ त्यही नोइजकै हो। ब्राउनियन मोसन भनेको नोइज हो नि एक किसिमले। त्यो नोइजको एनालाइसिसको कुराकानी गर्ने अस्ति र आज अहिलेसम्मको लेक्चरमा हामीले त्यो डिस्कस गर्न खोजेको र त्यही गरेको हामीले। त्यसमा यदि कुनै नोइजको कोरिलेसन फंक्सन अथवा त्यसको पावर स्पेक्ट्रम फ्रिक्वेन्सीमा डिपेन्ड गर्दैन भन्नाले टाइममा डिपेन्ड गर्दैन भनेदेखि त्यसलाई हामीले व्हाइट नोइज भन्छौं, अदरवाइज व्हाइट नोइज हुँदैन। यो हो। एकचोटि यो हेर्नुहोस्, अनि नभए हरिजी यसो प्राइभेटली सोध्नु भयो नि हुन्छ त्यो कुरा, किन भन्दा अस्ति तपाईको छुटेको कारणले गर्दाखेरि आयो जस्तो लाग्छ। एकचोटि हेर्नुहोस्, भयो भने फेरि म र तपाई मात्रै यसो छलफल गरौँला कुनै दिन मिलाएर है हरिजी। अनि अरु
अरु कसैको केही छ? ओके, सो अब अरु कसैको क्वेशन्स छैन भने आई विल गो टु नेक्स्ट लेक्चर। आजको जुन गर्नुपर्ने खास भनेको हो म त्यसमा जान्छु। त्यो चाहिँ डिफ्रेन्ट टपिक्स हो है। अब एउटा युनिट हामीले सकेर अर्को युनिटमा गयौँ आजबाट हामी। त्यो चाहिँ यो टोपोलोजिकल डिफेक्ट्स देखिन्छ टिमेन्द्र? स्लाइड देखिन्छ टिका? हजुर हजुर सर। देखियो? के देखियो? टोपोलोजिकल डिफेक्ट एन्ड डीकेटी फेज ट्रान्जिसन। गुड, नोबेल प्राइज। ओके, यो टोपोलोजिकल डिफेक्ट्स भनेको के हो त्यो कुरा बुझ्छौँ अहिलेको अबको लेक्चरमा। आज त सकिन्न अभियसली। आज म यसको केही इन्ट्रोडक्सन र अरू केही कुराहरू त्यसको अलि इनडेप्थ बुझ्नलाई केही हेल्प हुने कुराहरू मात्रै म केही गर्छु। र अबको लेक्चर भनेको 2-3 लेक्चरहरू यही 2016 मा नोबेल प्राइज जे दिएको थियो ठ्याक्क त्यही टपिक्स नै हामी छलफल गर्छौँ भनेर बुझौँ। अनि यो भनेको के हो भन्दा थ्योरीमा आफ्टर लङ टाइम प्योरली थ्योरीलाई मात्र दिएको नोबेल प्राइज हो 2016 को। यसरी बुझ्नुहोस् है, प्योरली यस्तो टाइपको थ्योरीलाई मात्रै चाहिँ कम दिएको हुन्छ नोबेल प्राइज। स्टिल यो नोबेल प्राइज चाहिँ अबिट एक्सेप्सनल र मच मोर डिजर्भिङ मान्छेहरूले पाएका हुन् जस्तो लाग्छ। टोपोलोजिकल डिफेक्ट्स कुरा गरेर पहिला, अनि यो बीकेटी फेज ट्रान्जिसन भन्छौँ हामी, अथवा बेरेजेन्स्की कोस्टरलिस थाउलिस। बेरेजेन्स्कीले र कोस्टरलिस थाउलिसले इन्डिपेन्डेन्टली गरेका हुन्। बेरेजेन्स्की रसियन हुन्, यिनीहरू युके युएसतिरै बस्ने मान्छेहरू हुन् अथवा त्यहीका हुन् यो कोस्टरलिस र थाउलिस चाहिँ। अनि त्यो नोबेल प्राइजमा अर्को एकजना मान्छेलाई पनि दिएको थियो। मैले यहाँ सुरुमा आजको लेक्चर नै यसबाट सुरु गरेको छु। नोबेल प्राइज फर फिजिक्स इन 2016। तपाईहरुलाई अलि मोटिभेट होस् भनेर पनि हो। अभियसली तपाईहरुले यसो 2016 को नोबेल प्राइजको बारेमा यसो हेर्नु होला। गुगल गरे पनि नोबेल प्राइज 2016 भन्नुभयो भने यो 3 जना मान्छे आउँछ। यो चाहिँ नोबेल कमिटीकैबाटको फोटो हो यो। त्यतिखेर थाउलेसलाई हाफ प्राइज दिएर डन्केन हाल्डेन र माइकल कोस्टरलिसलाई 1/4 दिएको थियो। 25% यो दुईटालाई, 50% यसलाई दिएको थियो। अभियसली त्यस्तो डिस्ट्रिब्युसन धेरै जसो यस्तै गरेका हुन्छन्। 3 जना रहेछ भने जेनरली यस्तै गरेका हुन्छन्। कन्ट्रिब्युसन्स कति छ त्यो आधारमा नोबेल कमिटीले डिसाइड गर्ने कुरा हुन्छ। यो यसो एकचोटि त्यहाँ हेर्नुहोस् टोपोलोजी भनेको के हो बुझ्न हेल्प गर्छ। आजकल टोपोलोजीको कुरा अलि बढी सुनिन्छ। अझै 1-2 वर्ष आउनु नि सुनिनै सक्छ। अब यो घट्दै जान पनि सक्छ टोपोलोजीको कुराकानी जस्तो लाग्छ मलाई चाहिँ। किनभने यसको पिकमा पुगिसक्यो जस्तो लाग्छ। त्यही 16 को नोबेल प्राइज लगायत ती कुराहरूले गर्दाखेरि। र यो टोपोलोजिकल डिफेक्ट्स बुझ्नलाई मैले पहिला XY मोडेलको कुरा इन्ट्रोड्युस गर्छु। हामीले आइसिङ मोडेल सबैलाई थाहा छ। आइसिङ मोडेलमा के हुन्छ भन्दा आइसिङ मोडेलमा स्पिन क्यान टेक 1 डाइमेन्सन रहेछ भने ओन्ली 1 डिरेक्सन, 1 इन द सेन्स द्याट अप अर डाउन। भन्नुको मतलब जेड एक्सिस तिर मात्रै भनेको, जेड एक्सिसमा पनि कि अप कि डाउन भएकोलाई एउटा डिरेक्सन भनेको मैले। अनि अब 2 डाइमेन्सनल आइसिङ मोडेल हामी सबैले सल्भ गरौँ। केही न केही सल्भ गरेर हामीले यो 4th सेमेस्टरको पढ्दैछौँ है। कहाँ सल्भ गर्यौँ भन्दा कम्प्युटेसनल फिजिक्समा सल्भ गर्यौँ हो। टिका केही याद छ टिमेन्द्र? गर्यो थियो। के याद छ तीर्थ? के त सम्झाएको छौँ भन्ने आश गर्छु मैले। हो गुड, तीर्थले यस सर भन्नुभयो। थ्याङ्क यू भेरी मच। अनि ओके, निश्चल याद छ अलिअलि? अब हेर्नुहोस् है,
सल्भ गर्ने भनेको के हो भन्दा अलिकति त्यही खालको स्किल हामीले डेभलप गर्ने र गराउन खोजिरहेको हो मैले। यो अभियसली यो इलेक्टिभ कोर्स हुनाले यसमा हाम्रो चाहिँ जुन केएनए को बुक छ त्यो केएनए को बुकबाट रन गरेर डाटा निकाल्ने मात्रै होइन, त्यसलाई अलि इनडेप्थ बुझ्न सकिन्छ, केही कुरा गर्न सकिन्छ भन्ने आश थियो र गर्छौँ भन्ने आश गरेको मैले है। सन्तोष भाइहरू पनि थिए होला नि त्यहाँ क्लासमा, अनि अरूले पनि सबैले गरेका छौँ, गरेको हो होइन लोकेन्द्र? गरेको हो सर। आइसिङ मोडेल हामीले सल्भ गरेको हो। आइसिङ मोडेल सल्भ गरेर के निकाल्यौँ? मैले सेकेन्ड सेमेस्टरमा र थर्ड सेमेस्टरमा 1 डाइमेन्सन जुन छ त्यसको कुरा गरेको छैन है, 2 डाइमेन्सनको कुरा गरेको अहिले कम्प्युटेसनल फिजिक्सको। केही प्रपर्टी कुनै एउटा दुईटा निकालेको हेरेको याद छ लोकेन्द्र? त्यो एनर्जी तिनीहरू नै निकाले जस्तो लाग्छ सर। इनर्जीहरू निकाल्यौँ, अनि म्याग्नेटाइजेसन निकाल्यौँ होला, अनि म्याग्नेटाइजेसनको फ्लक्चुएसनबाट काई निकाल्न सकिन्छ। फ्लक्चुएसन डिसिपेसन थियोरम अहिलेसम्मको यी सबैको मेन टपिक्स हो। त्यो फ्लक्चुएसन डिसिपेसन थियोरम चाहिँ तीर्थले लेख्नुभयो ससेलिटी निकालेको कुरा सम्झेर। अनि यो फ्लक्चुएसन डिसिपेसन थियोरम भनेको के हो भन्दा मच मोर जेनरलाइज थियोरम हो अफ वाट आई डिस्कस्ड इन सेकेन्ड सेमेस्टरमा। मैले तपाईहरुलाई धेरैचोटि भनेको थिएँ फ्लक्चुएसन्स भन्ने क्वान्टिटी असाध्यै इम्पोर्टेन्ट हो, फ्लक्चुएसन्स बुझ्नु नै हाम्रो लागि लाइफमा निकै ठुलो रोल प्ले गर्छ भनेको थिएँ। उदाहरणको लागि त्यहाँ हामीले इनर्जीको फ्लक्चुएसन डिस्कस गरेका थियौँ एनभिटी इन्सेम्बलमा, र ग्रान्ड क्यानोनिकलमा नम्बर अफ पार्टिकल र इनर्जी दुईटैको फ्लक्चुएसन्सको कुरा गरेका थियौँ। अनि इनर्जी फ्लक्चुएसन प्रोपोर्सनल टु सिभी हुन्छ भने यो अर्को नम्बर अफ पार्टिकलको फ्लक्चुएसन्स चाहिँ प्रोपोर्सनल टु कप्पा टी निकालेका थियौँ हामीले। अनि त्यस्तै गरी म्याग्नेटाइजेसनको फ्लक्चुएसन भनेको काई हो। ल हेर्नुहोस्, हामीले काई चाहिँ भनौँ न +2 बाटै मेजर गर्दै हेर्दै आएको क्वान्टिटी हो। त्यो रहेछ के भन्दा फ्लक्चुएसन्स। मैले तपाईहरुलाई असाध्यै इम्पोर्टेन्ट प्रपर्टी हो भनेर फ्लक्चुएसन्स किन भनेको रहेछु भन्दा तपाईले कुनै सिस्टमलाई केही पर्टर्ब गर्नुभयो, केही पर्टर्ब गरेपछि केही त्यो सिस्टमको रिस्पोन्स हुन्छ। त्यो रिस्पोन्स के हुन्छ भन्दा केही क्वान्टिटी फ्लक्चुएसन हुनेमा हुन्छ। त्यो फ्लक्चुएसन्स हुने क्वान्टिटी जेनरलाइज ससेप्टिबिलिटीसँग जोडिएको हुन्छ। मैले उदाहरणको लागि यो मोबाइललाई चाहिँ यही मोबाइललाई यो टेबलमा राखेर अलिकति धकेलिदियो भनेदेखि के फ्लक्चुएसन हुने भयो भन्दा यसको एक्चुअली डिस्टेन्स चेन्ज हुने भयो। अब त्यो डिस्प्लेसमेन्ट जुन छ त्यो डिस्प्लेसमेन्टलाई मैले फोर्ससँग लगाएर जोड्न सक्छु। फोर्स डाइरेक्टली प्रोपोर्सनल टु डिस्प्लेसमेन्ट। सुन्नुहोस् है, मैले डिस्प्लेसमेन्ट भनेको छु, मैले एसेलेरेसन भनेको छैन है यो केसमा। फोर्स डाइरेक्टली प्रोपोर्सनल टु डिस्प्लेसमेन्ट। अनि त्यहाँ जे कन्स्टेन्ट आउँछ त्यसलाई हामी जेनरलाइज ससेप्टिबिलिटी भन्छौँ। यसरी कुनै पनि सिस्टमलाई हामीले पर्टर्ब गर्यौँ भने त्यसले देखाउने रिस्पोन्स। मैले पर्टर्ब भनेको फोर्स लगाउने यो मोबाइललाई फोर्स लगाएँ, पर्टर्ब दिएँ, अनि यसको रिस्पोन्स के भयो? डिस्प्लेसमेन्ट चेन्ज भयो, डिस्प्लेसमेन्ट भयो, यसको एक ठाउँबाट अर्को ठाउँ गयो। हो यस्तै गरी कुनै पनि क्वान्टिटी क्यान बी ट्रान्सफर्म अन्डरस्टुड लाइक दिस भनेको थियो फिजिक्समा। भेरी फ्यु एक्सपेरिमेन्ट्स बाहेक मोस्ट अफ द एक्सपेरिमेन्ट्स हाम्रो चाहिँ स्पेसली कन्डेन्स म्याटरको इदर थर्मोडाइनामिक्स अर ट्रान्सपोर्ट फेनोमेनासँग रिलेटेड। त्यो सबैलाई हामीले हेर्दाखेरि अझै फ्लक्चुएसनसँग लगेर कतै न कतैबाट जोड्न सकिन्छ धेरै जसो एक्सपेरिमेन्टलाई। त्यहाँ हामीले के निकालेका थियौँ भन्दा काई निकालेका थियौँ, ससेप्टिबिलिटी निकालेका थियौँ। अब त्यो र 2 डाइमेन्सनको आइसिङ मोडेल र XY मोडेलमा के डिफरेन्स होला अलिकति एकछिन मलाई छलफल गर्न मन छ। जसलाई बोल्न मिल्दैन त्यो त ठिकै छ, नबोलौँ, यसो च्याटमा केही लेख्न सके लेखौँ, मिल्यो भने
बोल्न मिल्नेले अलिकति छलफल गरौँ त। ल यो टिका भाइ यही काठमाडौँ छन्, टिकाबाटै सुरु गरौँ त। टिकाजी हजुर सर, तपाईँको ब्यान्डेज पनि ठिकै होला भनेर मैले सुरु गरेको है। हुन त बाहिर पनि कतिपय ठाउँमा त राम्रो छ, तर डाटाबाट लिँदाखेरि अलि बोल्न अलि गाह्रो हुन्छ कि जस्तो पनि लागेर हो। डाटा युज गरेको पनि छौँ हामीले कतिले। ल टिकाजी मलाई भन्नुहोस् त, XY मोडेल र आइसिङ मोडेल 2D मा केही डिफरेन्स होला कि नहोला? XY मोडेलको डेफिनेसन भनेको मैले यहाँ लेखेको छु फर्स्ट लाइनमा। इन XY मोडेल अ स्पिन क्यान टेक एनी डिरेक्सन इन XY प्लेन, हेन्स द नेम XY मोडेल। इट पोसेसेस मच मोर इन्ट्रेस्टिङ प्रपर्टिज देन आइसिङ मोडेल। आहा, मैले त यो सेन्टेन्स पनि लेखिहालेको छु। पछि फाइनल डिस्कस गरेर यो सेन्टेन्स आएका, यो सेन्टेन्सको मेसेज चाहिँ असाध्यै इम्पोर्टेन्ट हुने भयो अभियसली। मलाई आफूलाई त पर्सनली आइसिङ मोडेल नै पनि इम्पोर्टेन्ट, किन भन्दा फेट ट्रान्जिसन्स भनेको सुरु गर्ने नै त्यही हो भनेर मैले धेरैचोटि क्लासमा भने। र आइसिङ मोडेल नै राम्ररी बुझ्न सक्नु ठुलो कुरा हो हामीले। त्यसपछि अब यहाँ त अलिकति XY मोडेल, यत्रो यो विकेटी ट्रान्जिसनको कुरा गर्दैछौँ। ल आइसिङ मोडेल र XY मोडेलमा केही डिफरेन्स होला कि नहोला टिकाजी भनेर सोधेको मैले, भन्नुहोस् त। टु डाइमेन्सनल आइसिङ मोडेल भने है मैले, वान होइन फेरि। त्यस्तो थाहा भएन सर मलाई अहिले ठ्याक्कै एक्ज्याक्ट। शिवेन्द्र यसो गेस गर्नुहोस् भनेको, छलफल गरौँ भनेको, पहिले थाहा भएको कुरो सोधेको होइन मैले। सर आइसिङ मोडलमा त्यो अप डाउन भने जस्तै कोही फिक्स डिरेक्सनमा त यहाँ जता पनि हुने रहेछ, त्यो एउटा फरक हो। एक्ज्याक्टली, एकदम राम्रो है, एक्सलेन्ट। कसले शिवेन्द्रले हो भनेको? हजुर सर। यो हो मैले यहाँ के लेखेँ भन्दा, फ्रिडममा डिफरेन्स छ, निश्चल पौडेलले लेखेको एब्सोल्युटली राइट है। XY मोडेल अ स्पिन क्यान टेक एनी डिरेक्सन इन XY प्लेन। हेर्नुहोस् है, XY मोडेलमा हाम्रो के हुन्छ भन्दा, मैले यहाँ एउटा ल्याटिस बनाएँ अनि त्यसमा अप डाउन गरी मात्रै मैले राखेँ 2 डाइमेन्सनमा भने आइसिङ मोडेल भयो। त्यही भएको ल्याटिसमा जुनसुकै डिरेक्सन पनि मैले ऱ्यान्डम राखिदिएँ भने त्यो के भयो? XY मोडेल भयो। 2 डाइमेन्सन नै हो। हेर्नुहोस् 2D भनेर के गर्ने? एउटा चाहिँ आइसिङ छ, असाध्यै सजिलो छ, सल्भ गरिसक्यौँ। सुन्नुहोस् है, वी अलरेडी सल्भ इट। कम्तीमा न्युमेरिकली हामीले चाहिँ सल्भ गरिसक्यौँ। अर्को चाहिँ अब भर्खर पढ्न सुरु गर्दैछौँ र त्यतिखेर हामीले XY मोडेलको त्यति कुरा गरेनौँ पनि आइसिङ मोडेल डिस्कस गर्दाखेरि। तपाईँले हेर्नुभयो भने XY मोडेलको जेनरल सोलुसन निकालेकै हो यही नोबेल प्राइजमा है, अथवा यस्तै टाइपको सिस्टमको जेनरल सोलुसनहरू उनीहरूले दिएको हुन्। तर रमाइलो कुरा नि, यो ब्रिजेन्सी त मरिसकेको पनि थिए यो 16 मा आउँदाखेरि, र उनलाई नदिकन यो दुईटा र अझै बरु हेल्डेनलाई ल्याएर थपिदिए। अलिकति काम उनको रिलेटेड छ हेल्डेनको, तर फेट ट्रान्जिसन मात्रै भन्यौँ भने त्यति रिलेटेड छैन। अलिकति फेट ट्रान्जिसनलाई डिस्कस गर्ने कुरामा जाँदाखेरि क्वान्टम हल इफेक्टतिरको कुरा गर्नु पर्यो भने यो बिचको हेल्डेनको नाम आउने हो। मैले तपाईँहरूलाई हेल्डेन नेपाल 2 चोटि आइसकेको कुरा गरे जस्तो लाग्छ। हेल्डेन 2 चोटि आउनु भएको छ नेपाल। अनि यसमा यो XY मोडेलमा के हुने भयो भन्दा, तपाईँले त्यो स्पिनहरूलाई एउटा प्लेनमै राख्नुहुन्छ, तर त्यो प्लेनमा जुन मन लाग्यो त्यही डिरेक्सनमा बसेको हुन्छ। त्यो भनेको र यो प्लेनमा कि अप कि डाउन मात्रै बस भनेको फरक भयो, मोडेल फरक भइदियो। हेर्नुहोस्, यो चाहिँ मेन डिफरेन्स हो आइसिङ मोडेल र XY मोडेलको। आइसिङ मोडेल इन 2D है फेरि। त्यस्तै गरी हाइजेनबर्ग मोडेलमा के हुन्छ, 3 डाइमेन्सनमा XY मोडेल क्रिएट गर्नुभयो भने यु गेट हाइजेनबर्ग मोडेल। हाइजेनबर्ग भनेको जहिले पनि साध्यै कम्प्लिकेटेड कुरा र कम्प्लेक्स प्रब्लमहरू सल्भ गर्न सक्ने मान्छे हो। तपाईँहरूले हेर्नुहोस् है, उसको थिङ्क गर्ने वे नै अरू सबै मान्छेको भन्दा कम्प्लिटली फरक थियो जस्तो लाग्छ मलाई चाहिँ। किन भन्दा त्यो अनसर्टेनिटी नआएका क्वान्टम मेकानिक्स नै हुन्थेन, यस्तो हामीले पढे जस्तो लगायतका कुराहरू छन्। अब यसमा हेऱ्यौँ भने
कि अर्डर स्टेट जुन छ यो अर्डर स्टेट भनेको इट वुड करेस्पोन्ड टु द केस वेयर अल द स्पिन्स आर एलाइन प्यारलल। यही XY मोडेलको हेर्नुहोस् है, XY मोडेलमा सबै स्पिनहरू प्यारलल छन् भने त्यो चाहिँ अर्डर स्टेट भयो, त बस्न सक्छन्। अब त्यो बसे भने आइसिङ मोडेलमा कति हुन्छ, म्याग्नेटाइजेसन हामीले निकालिसकेको भएर मैले यहाँ लेखिन। एकचोटि यो कारण के भन्दा जसले बिर्सेको छौँ एकचोटि KNA को बुक तपाईको लेक्चर एकचोटि यसो रिकल गर्नुहोस्। आइसिङ मोडेल इन 2D तपाईले सबै रन गर्नु पर्दैन, कम्तीमा त्यसमा दिएका रिजल्टहरू KNA को बुकको 2 डाइमेन्सनको आइसिङ मोडेलको केही बुझेर केही बुझिदिनुहोस् पुग्छ। के निकाल्यौँ कसरी निकाल्यौँ भन्ने बुझे पुग्छ। यसमा म्याग्नेटाइजेसन M भनेको के हुन्छ, अभियसली एभरेज अफ S लेखेका छौँ। इट क्यान टेक एनी भ्यालु बिट्विन -1 एन्ड +1। आइसिङ मोडेलमा के हुन्छ भन्दा कि -1 कि +1 अनि त्यसकै इन्टिजर गरी आउँथ्यो म्याग्नेटाइजेसन। यसमा चाहिँ जति पनि आउँछ, किन भन्दा हेमिल्टोनियन के छ भन्दा HFS भनेको -sum/ij I not equals j लिए भने Gij SI डट S चाहिँ -h sum/i हो। यो त मैले आइसिङ मोडेलको पनि लागि पनि लेखेको थिएँ। अनि Jij लाई कन्स्टेन्ट लिएर जे बाहिर गर्ने, त्यसपछि यो SI डट S लाई सिग्मा गरेर कि अप कि डाउन गर्ने गरेपछि आइसिङ मोडेल हुन्छ भनेको थिएँ मैले। हेमिल्टोनियन उयो है, यो माथिको इक्वेसन एउटै हो। तर अब यहाँ के हुने भयो भन्दा इक्वल्स -Jij यो सिग्मा SI डट SJ भनेको म्याग्निट्युड मैले 1 लिए भने cos θi - θj हुन्छ, अनि यसमा cos θi हुन्छ। हेर्नुहोस् न, यो डट प्रोडक्ट गर्दाखेरि θi - θj हुन्छ। अनि यो Jij त कन्स्टेन्ट राखेको हो। अभियसली यसलाई मैले चाहिँ आइसिङ मोडेलमा मैले जे गरेको थिएँ एनालाइटिकली सल्भ गर्दा त्यही अनुसार Jij लाई जे मानेर बाहिर ल्याउनु पनि हुन्छ। त्यो एउटा वे भयो। र थीटा चाहिँ 0 to 2π जति पनि हुन सक्छ, किन भन्दा तपाईले XY मोडेलमा यो स्पिनलाई जति पनि घुम्न सक्छ भनेर फ्रिडम दिनुभएको छ है। यो दुईटाको फ्रिडममा डिपेन्ड गर्छ। अघि निश्चलले उसमा च्याटमा लेख्नु भएको नि थियो है निश्चलजी। अब यस्तो छ, सपोज गरौँ है, यो डिफरेंट स्टेट्स अफ द सिस्टम कैन हैव द सेम एनर्जी विथ all of them related to each other by a global rotation of all spins and hence with different values of magnetization। यस्तो छ एउटा कन्फिगरेसन, सबै एकैतिर फर्केको छ है। अनि यसलाई मैले यतातिर फर्काइदिएँ, यस्तो बनाइदिएँ अथवा यस्तो बनाइदिएँ भनेदेखि जस्ट रोटेसन गरेको यसमा इनर्जी सबैको ग्राउन्ड स्टेट इनर्जी एउटै हुन्छ। तर यसैलाई हेर्दाखेरि म्याग्नेटाइजेसनको भ्यालुहरु के हुन्छन् त्यो कुरा हामीले बुझ्न खोजेको। अब सबै एउटैतिर प्यारलल फर्किया रहेछ भने तपाईहरुले सिमेट्रिक रोटेसन u(1) पढ्नु भएको छ है, u(1) त्यही अनुसार मैले यसलाई यता घुमाउने उता घुमाउने फेरि घुमाउने जे गरे पनि के हुन्छ भन्दा इन्फाइनाइट एउटा पोसिबल वेज हुने भए यसको इनर्जी एउटै भएको। डिफरेंट ग्राउन्ड स्टेट कन्फिगरेसन अफ द XY मोडेल इच डिफर्स बाइ स्पेशली यूनिफर्म रोटेसन अफ द स्पिन्स। यसलाई स्पेशली सबैलाई घुमाएको हो। सिन्स द हेमिल्टोनियन इज इन्हेरेन्ट अन्डर दिस रोटेसन अल दिस कन्फिगरेसन हैव द सेम इनर्जी। यो एउटा कुरा भयो। अब यसैलाई अलिकति फरक तरिकाले हेरौँ है। When all the spins point in random directions, पहिलेको कुरा छैन। अब के भयो, सबैले र्यान्डम डिरेक्सनमा पोइन्ट गरेका छन्। फर इक्जाम्पल यस्तो छ अथवा यस्तो छ। अघि कुरा यो सिचुएसन फरक छ भन्ने बुझ्यौ नि। यो सिचुएसन थियो अघि यो सिचुएसन थियो, सबैले एकै डिरेक्सनमा पोइन्ट गरेका थिए। यिनको पनि डिरेक्सन एउटै छ नि, बिकज अल अफ देम आर प्यारलल। प्यारलल भएपछि डिरेक्सन एउटै हुने भयो। अब यो रहेछ भने यसो हेर्नुस् त,
यसमा त प्यारलल त छैनन्। प्यारलल नभएपछि अब के हुन्छ, यो सिचुएसन नै रमाइलो हो है। अबको 2-3 लेक्चर हामी यही कुरामै फोकस गर्न खोजेको हो। When all the spins point in direction random directions, disordered state, m equals 0 हुने भयो। एउटा चाहिँ पहिला के भन्यौ भन्दा सबै कम्प्लिटली र्यान्डम छ, यो पनि छैन, यो पनि होइन। कम्प्लिटली र्यान्डम भनेको मैले यहाँ एउटा फिगर थप्ने भएँ। अब अहिले तपाईहरुलाई डिस्कस गर्दा गर्दा याद आयो, प्याराम्याग्नेटिजमको केस बुझ्नुस् है। प्याराम्याग्नेटिजमकोमा मैले जुन स्पिन कन्फिगरेसन देखाउँथे त्यो म अब थप्छु यहाँ, तपाईलाई पठाउँदा यो यहाँ थप्छु है एउटा फिगर। त्यो र्यान्डम डिरेक्सन्समा भयो भने m कति हुन्छ, 0 हुन्छ। अब यस चाहिँ के हुन्छ, cos थीटा sin थीटा को फंक्सन भएर जान्छ म्याग्नेटाइजेसन। किन भन्दा यहाँ यसको छ नि, यो यत चाहिँ cos थीटा को बाट आयो, त्यो बसी cos थीटा र sin थीटा प्लेनमा भएकोले cos र sin दुईटै आउँछ। The order parameter has only 1 degree of freedom theta. Order parameter-मा एउटा डिग्री अफ फ्रिडम थीटा मात्रै हुन्छ। सिन्स s इक्वल्स cos थीटा sin थीटा हुन्छ, त्यो भएपछि चाहिँ के हुने भन्दा अर्डर प्यारामिटरमा एउटा डिग्री अफ फ्रिडम मात्रै हुन्छ थीटा। टेकिङ भ्यालुज अफ थीटा फ्रम 0 to पाई हामीले लियौं भने we find that s traces a circle with radius s with different values of order parameter lying on the circle। अब हामी त्यो s को भ्यालु कन्स्टेन्ट राखौं, 1 नै मानौं न एकछिनलाई, अनि थीटा भेरी गर्दै गयौं भने s को भ्यालु के हुन्छ भन्दा यो अर्डर प्यारामिटरको भ्यालु एउटा चट्ट सर्कल बनाउँछ। म यो फिगर पनि सर्कल पनि राख्छु है, यहाँ एउटा अब फिगर थप्छु म, तर त्यो बनाउन अलिकति टाइम लाग्छ कि भनेर अहिले भ्याइन मैले। यो चाहिँ मैले सम्झेको थिएँ, यो माथिको चाहिँ बिर्सेको रहेछु प्याराको, अहिले सम्झे एउटा फिगर राख्दिँदा मोर क्लियर हुन्छ यहाँ है। म क्लियर यो याद गरिदिन्छु। अब भनेपछि के भयो, यसो विचार गर्नुस् त, अर्डर प्यारामिटर नै चेन्ज हुने भयो। यहाँ त अर्डर प्यारामिटर र म्याग्निट्युड चेन्ज भएन, सर्कलमा जाने भयो है। युनिट सर्कल इज द अर्डर प्यारामिटर स्पेस अफ द XY मोडेल। अब अर्डर प्यारामिटर स्पेस बन्ने भयो के, हाम्रो के बन्ने भयो भन्दा अर्डर प्यारामिटर स्पेस बन्ने भयो। अर्डर प्यारामिटर एउटा फिक्स्ड भ्यालु नहुने भयो, इट बिल्ड्स अप अ सर्कल, युनिट सर्कल बनाउँछ XY मोडेलमा। त्यो मेन डिफरेन्स हुने भयो। अब however configurations where the order parameter of P is especially non-uniform, the energy is not same in and finite energy required to go from one। अब यहाँनिर हेर्नुस् त, त्यो भयो कहिले भन्दा मैले र्यान्डम डिरेक्सन थियो भने र भनेदेखि यो भयो है, अर्डर प्यारामिटरले युनिट सर्कल बनाउँछ अनि XY मोडेल मा चाहिँ अर्डर प्यारामिटर एउटा फिक्स नभएर डिरेक्सनल डिपेन्डेन्ट आउने हो। त्यसको सट्टामा अर्डर प्यारामिटर नै यस्तो छ। अब म्याग्नेटाइजेसनको भ्यालुहरु हाम्रो अर्डर प्यारामिटर के हो, म्याग्नेटाइजेसन हो है। यो स्पिन सिस्टममा फेज ट्रान्जिसन के भयो कि भएन भनेर के दिन्छ, म्याग्नेटाइजेसनले दिन्छ। अब फेरि यस्तो सिचुएसन हामीले लियौं भनेदेखि के होला, स्पिनहरु यसो हेर्दा टक्क मिलेर बसे जस्तो देखिन्छ, मिलेरै बसेका हुन् है, यहाँ पनि मिलेर बसेका हुन् अनि यी पनि मिलेर बसेका हुन्। एउटा वेले प्याटर्न त बनाएको छन्, यो चाहिँ सबै सिधै छ, एउटा यो अलिकति यिनी आफैमा प्यारलल छन् तर योसँग प्यारलल छैनन्, यिनी पनि आफैमा प्यारलल छन् योसँग छैन, एन्ड सो अन भएर जाने भयो है। अब यस्तो केसमा थीटामा यो थीटामा डिपेन्ड गरेको हुनाले यो अर्डर प्यारामिटर यो हेमिल्टोनियन थीटामा डिपेन्ड गरेको हुनाले यो जुन छ यो स्पिनको यसलाई एउटाबाट अर्कोबाट जाँदा इनर्जी कस्ट हुन्छ, इनर्जी लाग्छ। किन भन्दा यसको र यसको इनर्जी बराबर हुँदैन। यसमा के थियो भन्दा इनर्जी बराबर हुन्थ्यो, थीटा आई माइनस थीटा जे गरे भने यसबाट एउटै आइहाल्थ्यो। अब यसमा चाहिँ त्यो इनर्जी कस्ट लाग्छ, त्यो भएर यस्तो भयो भने के भयो भन्दा अब तपाईको अर्डर प्यारामिटर यस चाहिँ थीटामा डिपेन्ड गर्ने भयो, अथवा थीटा
एक्समा डिपेन्ड गर्छ, किन भन्दा यसको पोइन्टिङ डिरेक्सन र यसको पोइन्टिङ डिरेक्सन फरक छ भनेपछि थीटा एक्समा डिपेन्ड गर्छ भनेपछि स्पेशली नन युनिफर्म स्पिन एलाइनमेन्ट्स जुन केसहरुमा हुन्छ यसमा के हुने रहेछ भन्दा अलिकति पनि मैले स्पिनहरुलाई ट्विस्ट गर्न खोजे केही चेन्ज गर्न खोजे भने इट कस्ट सर्टेन अमाउन्ट अफ एनर्जी टु अस। एउटा कुरा बुझौं। अनि यस्तो भयो भने के हुन्छ त सिस्टममा फिल्ट्रेसन के हुन्छ लङ टाइमको लागि इट वाज मिस्टेरियस थियो, मान्छेलाई बुझ्न इन्ट्रेस्ट थियो। तर मैले पहिले पनि भने म्याग्नेटिजममा सुपर कन्डक्टिभिटीमा असाध्यै इन्ट्रेस्ट नै हुँदा हुँदै पनि हामीले बुझ्न नसकेका कुराहरू स्टिल टु मेनी छन्। फर्स्ट वर्ल्ड वारतिरबाट नै म्याग्नेटिजम र सुपर कन्डक्टिभिटी चाहिँ फिजिक्सको मेन रिसर्च टपिक्स भए। ह्युज नम्बर अफ पिपलले गरे, स्टिल टु मेनी थिङ्स अन्डरस्ट्यान्ड भएको छैनन् भने मैले। अब यो टाइपको पनि बुझ्नलाई 1966 मा भेरेजेन्स्कीले एउटा पेपर लेखे, इन्डिपेन्डेन्टली कोस्टरिसले लेखे त्यहाँको पहिलो चाहिँ मान्छेले थाउलिससँग, र अनि यसको काम सुरु भएको 1966 बाट काम सुरु भएको थियो। यसमा नोबेल प्राइज कहिले दिएछ 2016 मा, 50 वर्षपछि। हेर्नुस् है, रिकग्नाइज हुन पनि टाइम लाग्ने कुराहरू पनि थुप्रै हुन्छन्। ग्राफिन जस्तो भएन, ग्राफिन 2006 मा निकाल्यो, 2010 मा नोबेल प्राइज दियो। इट्स नट लाइक ग्राफिन, बट इन माई ओपिनियन र पर्सनली भनियो भने थियोरिटिकल अन्डरस्ट्यान्डिङ गर्दाखेरिको जुन रमाइलो हुन्छ त्यो चाहिँ अलि डिफरेन्ट हुन्छ जस्तो लाग्छ मलाई आफूलाई। त्यो चाहिँ तपाईले आफैले पनि केही नयाँ कुरा अथवा कुनै प्रब्लमलाई नयाँ वेले सल्भ गर्दाखेरि पाउने इन्जोयमेन्ट लगायतसँग कम्पेयर गर्नुस् न। सो यसको चाहिँ इनर्जी कस्ट किन पर्यो, किन भन्दा यो अर्डर प्यारामिटर चाहिँ थीटामा अथवा एक्समा, थीटा एक्स जे भने नि हुन्छ, दुईटै एउटामा डिपेन्ड छ भनेर बुझ्दा भयो। किन भन्दा यसमा थीटा चाहिँ यसले बनाएको स्पिनको ओरिएन्टेसन चाहिँ कुनै एउटा एक्सिस मान्यो भने त्योसँग डिपेन्ड गर्यो। अनि यी सबै चाहिँ ठाउँ अनुसार फरक परेछन् भनेपछि थीटा र एक्स जेमा लिए पनि भयो यसमा। अब यसको फेज ट्रान्जिसन के हुन्छ भन्ने कुरा आयो के। फेज ट्रान्जिसन हेर्नलाई to see the ordering in the high and low temperature phases, spin correlation function has to be computed. High temperature मा कस्तो ordering हुन्छ, low temperature phase मा कस्तो ordering हुन्छ, यो हेर्नलाई spin correlation function चाहिँ has to be computed. त्यसलाई compute गर्नु पर्यो, निकाल्नु पर्यो। Asymptotic behavior of the correlation function. Correlation function को asymptotic behavior हेर्यौं भने के हुन्छ भन्दा एक्सपोनेन्शियल डिके एट हाई टेम्परेचर हुन्छ, हाई टेम्परेचरमा एक्सपोनेन्शियल डिके हुन्छ, एन्ड पावरल डिके एट लो टेम्परेचर हुन्छ, र लो टेम्परेचरमा के हुन्छ पावरल डिके गर्छ। भनेपछि के भयो, कोरिलेसन फंक्सन स्पिन कोरिलेसन फंक्सन लो टेम्परेचर र हाई टेम्परेचरमा डिपेन्ड गर्ने वे फरक पर्यो भनेपछि फेज ट्रान्जिसन भयो भन्ने कुरा आयो। थुप्रै साइन्टिस्टहरूले होइन यो फेज ट्रान्जिसन होइन, किन भन्दा त्यहाँ सिमेट्री ब्रेकिङ भएको छैन भन्ने कुरा गरे। सिमेट्री ब्रेकिङ भनेको मैले योभन्दा अगाडि थर्ड सेमेस्टरमा भने जस्तो लाग्छ, यहाँ पनि अहिले आउँछ डिफ्रेन्ट इक्जाम्पलहरुमा। जसरी तपाईले प्याराम्याग्नेटिजममा र्यान्डम ओरिएन्टेसन गरेर बसेका थिए, त्यो चाहिँ के भयो भन्दा फेरोमा तिनीहरु सबै एउटै डाइरेक्सनमा एलाइन हुँदाखेरि के भयो, त्यो रोटेशनल सिमेट्री ब्रेक भयो नि है, त्यो भनेको सिमेट्री ब्रेकिङ हो। त्यस्तै गरी वाटरको केसमा वाटरमा जुन मोलेक्युलहरु छन् त्यो मोलेक्युलहरु आइसोट्रोपिक वेले सबै बराबर वेले रोटेशनल सिमेट्री पनि अबे गरे बसेका थिए। त्यो नभइकन आइस भन्दाखेरि के हुन्छ, एफसीसी क्रिस्टल बनाएर टक्क पोजिसन मिलाएर बस्छ, रोटेशनल सिमेट्री घट्यो त्यो। अब त्यो आइसलाई त सर्टेन एंगलमा घुमाउँदा त उही आउँछ, नत्र भने आउँदैन। यसरी सिमेट्री ब्रेकिङ हुनुपर्छ फेज ट्रान्जिसन हुँदा,
फेज ट्रान्जिसन भनेको सिमेट्री ब्रेकिङ हो भन्ने आर्गुमेन्ट केही समय सर्भाइभ गर्यो फिजिक्स कम्युनिटीमा। अभियसली फेज ट्रान्जिसन हुनलाई सिमेट्री ब्रेकिङ हुनै पर्छ भन्ने स्टेटमेन्टले लङ टाइम भ्यालु राखेन। त्यसको इक्जाम्पल मेन इक्जाम्पल नै यही अहिले हामीले जे डिस्कस गर्न खोजेका थियौँ यही हो। सिमेट्री ब्रेकिङ हुँदैन हाई र लो टेम्परेचरमा यसमा, सुन्नुहोस् है। तर स्पिन कोरिलेसन हेऱ्यौँ भने हाई टेम्परेचरमा एक्सपोनेन्शियल डिके, लो टेम्परेचरमा यो अल्जेब्रिक डिके, यसरी जाने। हाई बट फाइनाइट टेम्परेचर स्काई डाइभर्ट गर्छ, thereby indicating the presence of phase transition। अर्को वे पनि भयो यो, without the presence of spontaneous symmetry breaking। अब यो कुरा, यो स्टेटमेन्ट असाध्यै इम्पोर्टेन्ट छ, यसलाई ध्यान दिएर बुझ्नु होला। डिफ्रेन्ट आर्गुमेन्टहरू बनाउनुहोस्, इन्टरनेटमा नि सर्च गर्नुहोस्, आफ्नो यी भएका बुकहरू फेज ट्रान्जिसन हामीले भएका बुकहरू पनि यसो हेर्नुहोस्। विदाउट स्पोन्टेनियस सिमेट्री ब्रेकिङ, विदाउट प्रेजेन्स अफ स्पोन्टेनियस सिमेट्री ब्रेकिङ नभइकन फेज ट्रान्जिसन हुने कुरा नै हामीले जुन पहिलो थर्ड सेमेस्टरमा लन्डाउस थ्योरी अफ फेज ट्रान्जिसन जुन डिस्कस गर्यौं त्यसबाट डिस्कस गर्न सकिँदैन। यो फेज ट्रान्जिसनको अर्को एउटा युनिकनेस पेक्युलरिटिज के हो भन्दा वी क्यान नट डिस्कस फ्रम यो जिनबर्ग लन्डाउ थ्योरीबाट। यसलाई हामी टोपोलोजिकल फेज ट्रान्जिसन भन्छौँ। यसलाई बुझाउनलाई कतिपय ठाउँमा अलि चिप टाइपको बनाएको देखेँ मैले वेब पेजमा, तर त्यति सबै पनि होइन। तर अभियसली नोबेल प्राइजको त्यो वर्षको 2-3 वर्ष अगाडिको, 4 वर्ष अगाडि भनौँ अब त, अक्टोबरको सेप्टेम्बर अक्टोबरको फर्स्ट विकमा त फेरि अर्को नयाँ आउँछ 20को। सो 4 वर्ष अघिको जुन छ त्यो हेर्नुभयो भने यो टोपोलोजी यसको बारेमा अलि राम्रैसँग दिएको छ। इन्डेप्थ एकचोटि त्यो हेर्नुहोस्, पढ्नुहोस् भन्छु म। हाई टेम्परेचर्समा के हुँदैछ भन्दा यो अघि मैले भने जस्तै यहाँ माथि भने ल्याङ्ग्वेजमा यही कुरा इक्वेसनमा लेखेको एक्सपोनेन्शियली यो जिटा भेरी गर्छ है। अनि यो के भन्छन् लो टेम्परेचरमा चाहिँ यो कोरिलेसन चाहिँ अल्जेब्रिकली गयो, r को पावर -1 गरी गयो। यसले चाहिँ फेज ट्रान्जिसन भयो भन्ने कुरा भयो, सजेस्ट द फेज ट्रान्जिसन। त्यसो भने कुरा आउँछ यो टोपोलोजिकल फेज ट्रान्जिसन भनेको के हो भनेपछि टोपोलोजी भनेको के हो, टोपोलोजिकल डिफेक्ट्स भनेको के हो, त्यो कुराकानी आज हामी अलिकति छलफल गर्न खोज्छौँ। मेन पोइन्ट आजको टपिक्समा अब यही टोपोलोजी र अनि टोपोलोजिकल डिफेक्ट्सको म छलफल गर्न खोज्छु। यहाँनिर थोरै म अलिकति यसलाई म एक च्याटमा क्वेसन धेरै आइसकेका रहेछन्। XY मोडेलले म्याग्नेटिजमको मात्र डिल गर्ने हो कि? हरितिम सिन्हाले सोध्नु भएको रहेछ XY मोडेलले म्याग्नेटिजमको मात्र डिल गर्ने हो कि? हो। आइसिङ मोडेलले पनि हुनलाई म्याग्नेटिजमको लागि मात्रै हो। XY मोडेल पनि लेटर एन्ड इट हेज बीन एप्लाइड फर म्याग्नेटिजम मात्रै नभएर थिन फिल्महरूको, थिन फिल्म के पातलो फिल्म बनाएको टाइपको सिस्टमहरू सबैमा जेनरलाइज गर्न खोजे। आइसिङ मोडेललाई वाटरको फेज ट्रान्जिसन बुझ्न खोजे जस्तै यसलाई पनि अरूमा गरे। हरिजीले भनेको कुरा XY मोडेल मात्रै भन्नुभयो भने त अभियसली म्याग्नेटिजम मात्रै हो। लोकेन्द्रले सोध्नु भएको रहेछ XY मोडेलमा पनि मिन फिल्ड एप्रोक्सिमेसन युज गर्ने हो सर? मिन फिल्ड हो, तर त्यति अभियस र त्यति सजिलो छैन। मलाई आफैलाई के खुसी लाग्छ भित्रैबाट भन्दा मिन फिल्ड थ्योरीमा ब्राग विलियम्सले जुन गरेका थिए त्यसमा त्यो जुन सिग्मा आई सिग्मा जे हुन्छ एउटा सिग्मालाई एभरेज भ्यालु राख्दिउँ है भन्ने बित्तिकै एनालाइटिकल सल्भ भइहालेको थियो। अनि XY मोडेलमा नियरेस्ट नेबरको इन्ट्रेस्ट मात्र लिने हो। हुनलाई आइसिङ मोडेल र XY मोडेलमा पनि गर्ने त्यही मात्रै हो लोकेन्द्रजी। तर नेक्स्ट नियरेस्ट नेबरको इफेक्ट के हुन्छ भनेर हेर्ने कुरा पनि उत्तिकै इन्ट्रेस्टिङ छ। आजकल त्यो पनि हेरेको छन् है।
सबैको स्पिन सेम डिरेक्सन हुन्छ सर? ओहो, सबैको स्पिन सेम डिरेक्सन हुने भए त सिद्धिहाल्थ्यो। यो हुँदैन कृष्णजी। अब साथै इन्ट्रेस्टिङ क्वेसन भन्नाले XY मोडेल भन्नाले कृष्णजीको क्वेसन अनुसार मैले बुझेसम्म यो मात्रै होइन, यो पनि XY मोडेल हो, मात्रै होइन। के हो त? यो पनि XY मोडेल हो। अब डिरेक्सन एउटै भएन। अब आउने कुराकानी अबिट केही कन्सेप्ट छ। त्यो भएर म के गर्छु भन्दा यो त म पठाइदिउँला तपाईहरुलाई। आज अलिकति म केही छलफल गर्छु तपाईहरुसँग भन्ने लागेको छ है। हामी के छलफल गर्न खोजेको मैले भन्दा यो तपाईहरुको भिडियो पनि आउँथ्यो हैन? भिडियो के रे बोलेको पनि देखिन्थ्यो। कता छ यो? भिडियो प्यानल भन्ने छ यहाँ पर्छ है। यसमा यो मैले निकालेँ भिडियो। अलिकति हेरेर अलिकति केही मिल्छ भने कुरा पनि गरौँ। ठिक छ लोकेन्द्रजी, म अगाडि जान्न, तपाईको कुरा ठिक छ। म अलिकति छलफल गरेर तपाईहरुलाई नै केही काम गर्नुहोस् भन्ने चाहन्छु म। जस्तो यसको कोडहरु लेख्न सकिन्छ। फोर्ट्रानमा लेख्दा अलिकति मैले सुरु गरेको कम्प्लिट भएको छैन फ्र्याङ्कली भन्दा। पाइथनमा अलि सर्टकटमा आउँछ आजकल। अनि पाइथन तपाईहरु मध्ये केहीले अस्ति कोर्स लिनु भएको थियो जस्तो लोकेन्द्रजीले भन्नुभएको थियो। अरु पनि कोही थियो कि लोकेन्द्रजी यो क्लासमा भएको, यहाँ भएको? ओमचन्द्र थियो अनि तीर्थ। ल होमचन्द्र, तीर्थ, लोकेन्द्र जसले भए पनि जसरी आइसिङ मोडेल छ ठ्याक्कै यसलाई XY मोडेललाई सिमुलेसन गर्ने कोड भेटिन्छ पनि त्यसलाई आइसिङ मोडेलसँग कम्पेयर गरेर सिमुलेसन गर्ने र त्यसको फेड ट्रान्जिसन हुँदाखेरिको कुराकानी बुझ्ने प्रयास गर्ने यो एउटा प्रोजेक्ट भयो। कसैले अब तपाईहरु त थेसिस स्टेन्ट पहिले उ पनि छ, के भन्छन् हाम्रो यो टर्म पेपर, मजाको टर्म पेपर पनि हुन्छ भाइ यसमा है। XY मोडेल मैले हेरेँ अझै पनि सिमुलेसन्स गरेको छन्, नट एक्सटेन्सिभली लाइक आइसिङ मोडेल। त्यसमा केही कुराहरू जस्तो डिफेक्ट्स राखेको छैन। हुन त आइसिङ मोडेल पनि डिफेक्ट्स राखेर गरेको भेटिया छैन, मैले ठ्याक्कै भेटा छैन। लाइन डिफेक्ट्स भेटेको छु, पोइन्ट डिफेक्ट्स भेट्टा छैन। मलाई कसैलाई ती प्रब्लमहरू दिन मन छ, कोही इन्ट्रेस्टेड भएदेखि है। यस्ता खालका प्रब्लमहरू मैले यसो हेर्दा के भयो भन्दा हाम्रो आफ्नो अन्डरस्ट्यान्डिङ बढाउनलाई यो प्रब्लम सल्भ गर्यौं भने लोकेन्द्रजी मैले पाइथन मैले राम्ररी हेर्नलाई टाइम लाग्छ। मैले पाइथन हेर्नु त हेरौँला। गणेश जोशीले पनि पाइथन सिकेको, गुड। तपाईहरु 3-4 जना मिल्नुहोस् अथवा इन्डिपेन्डेन्टली गर्नुहोस्, केही गरी पाइथनबाट आइसिङ मोडेल हामीले जे फोर्ट्रानबाट सिकेका छौं त्यस्तै गरी XY मोडेललाई सल्भ गरौँ। त्यसको लागि मैले एउटा केही हेल्प चाहियो भने पाइथन त मैले गरेको छैन अभियसली, तपाईहरुलाई भने तपाईहरुले नै गर्नुहोस्, गर्न सकिन्छ। त्यही क्रिएटिभिटी आओस् स्टुडेन्टको भन्ने हो। त्यसको आएको रिजल्ट अभियसली म चेक गर्न सकिहाल्छु, तपाईहरुले देखाएको रिजल्ट। तपाईहरुलाई यसो घरमा बस्दाखेरि XY मोडेल सल्भ गरेँ मैले, सिमुलेसन गरेँ 5x5 भनेको बुझिन्छ यता 5 यता 5 वटा स्पिन लिएर 25 वटा अथवा 10x10 20x20 जति गर्न सकिन्छ आफ्नो ल्यापटपमा त्यति लिएर सल्भ गर्नुहोस्। गिटहबमा जानुभयो भने पाइथनको कोड पनि भेट्टाउनुहुन्छ। त्यो कोड पनि हेर्नुहोस् न, केही छैन, कोड युज गरेर हेरेर बुझाए पनि हुन्छ है। 3-4 जनालाई मैले जतिले पाइथनमा इन्ट्रेस्ट राखेर क्लास लियौं त्यसलाई यो एउटा होमवर्क जस्तो दिएको हो मैले। तर अलिकति टाइम लाग्छ। त्यसले के हुन्छ भन्दा त्यो गरेर तपाई के पनि गर्न सक्नुहुन्छ भन्दा सिमेट्रीमा आर्टिकल लेख्न सक्नुहुन्छ तपाईहरु मिलेर है। ठीक छ, मैले गणेशजीले लेखेको हेरेँ। यसको बारेमा काम गर्न अलिकति यसो हेरौँ। अभियसली नेक्स्ट लेक्चर मेरो XY मोडेलमा यो टोपोलोजिकल डिफेक्ट्स र फेड ट्रान्जिसन त्यहाँ के हो भन्ने कुराहरू हुन्छ।
मैले यो आफूले पनि सल्भ गर्न खोजेको थिएँ फोर्ट्रानबाट भने, तर अलिकति टाइम लाग्यो। अनि पाइथनबाट धेरै सल्भ गरेको भेटेँ मैले। फोर्ट्रानको कोड मैले भेटाएको छैन, मैले आफैले लेख्न खोजेको थिएँ भने अभियसली मलाई पनि कोड स्क्रैचबाट लेख्न टाइम लाग्छ, यो चाहिँ एक्सेप्ट गर्नुपर्छ हामीले है। तपाईहरुलाई पनि स्क्रैचबाट टाइम लाग्छ भने यसो भेटाएको हेरेर त्यहीबाट सुरु गर्नुहोस्, त्यसलाई मोडिफाई गर्ने, हेर्ने, रिजल्ट इन्टरप्रिटेसन गर्ने गर्नुभयो भने पनि सिमेट्रीमा आर्टिकल हुन्छ। केही भएन भने लेखेर राखेर यसो कहीँ टाँसिदिनु भयो भने तपाईको आफ्नो अन्डरस्ट्यान्डिङ डिपार्टमेन्टमा खुलेसी टाँसिदिउँ भने तपाईले कुनै कुरालाई अन्डरस्ट्यान्ड गर्नलाई यसरी लैजानुभयो भन्ने कुरा भयो। के हुने रहेछ भन्दा मैले बाहिर बस्दाखेरि सानातिना यस्ता कुराहरू स्टुडेन्ट्सहरूको क्रिएटिभिटी अरू सबै देख्थेँ है, अनि त्यसलाई पनि धेरै प्रोत्साहन गरेको देख्थेँ। हाम्रो यहाँ के गरिन्छ भन्दा एकदम ठुलो ब्रेक थ्रु गरेर पब्लिस गरिहाल्ने, त्यो मात्रै होइन, त्यो आउनलाई पनि यस्ता कुराले निकै रोल इम्पोर्टेन्ट प्ले गर्छ। यस्तो कुरा गर्नुभयो भने तपाईँलाई आफूलाई भित्रबाट मैले यो प्रब्लम सल्भ गरेँ भन्ने आउँछ। म जस्ट तपाईँहरूको रिजल्ट चेक गर्न सक्छु। मलाई पनि आजकल पाइथनमा इन्ट्रेस्ट पनि छ, यतिखेर म पनि अलिअलि त हेर्दैछु, तर म त्यसमा पुरै कोड गर्न सक्छु भन्ने लागेको छैन अहिलेसम्म। बुझ्नसँग सकुला। तपाईँहरूले यो प्रोजेक्ट सुरु गरेर 2-3 हप्तामा अथवा 1 महिनामा यहाँ रिजल्ट चाहिँ केही देखाइदिनु भयो भने आई विल भेरी मच ह्याप्पी। त्यो कुरा एक दिन तपाईँहरूकै छलफल गरौँला, एउटा लेक्चर छुट्टै राखौँला अथवा यहीँ डिस्कस गरौँला। इट विल बी भेरी नाइस। र यसपछिको कुरा म नेक्स्ट लेक्चरमा डिस्कस गर्छु। तपाईँहरूको 9:30मै क्लास भएकोले अरू केही क्वेसन छ भने डिस्कस गरौँ, नत्र भने म यहीँ स्टप गर्छु यसलाई। के छ कुरा? लोकेन्द्र, तपाईहरू आफै छलफल गर्नुहोस् अथवा इन्डिपेन्डेन्टली गर्नुहोस्, जे गर्न नि पाउनुहुन्छ है यो चिज। हुन्छ सर, हामी एकचोटि ट्राई गर्छौँ। होइन, सक्नुहुन्छ भाइ, डेफिनेटली सक्नुहुन्छ। म 100% स्योर छु र नि तपाईँहरूलाई भनेको। सक्नुहुन्छ, ट्राई मात्र सक्नुहुन्छ। तपाईँलाई केही चाहियो भने हिन्ट्स गिटहबबाट पनि लिन सक्नुहुन्छ भने नि मैले। हजुर सर। त्यही कुरा कोडिङमा बुझेर यहाँ बुझाइदिने हो। अनि केही लेख्ने पनि जुन चाहिँ सिमेट्री लगायत कहीँ पब्लिस गर्न नि खोज्नुहोस् क्या यस्ता कुरा। अनि केही भएन भने यहीँ राखौँला। अनि नेक्स्ट इयरकोलाई मैले देखाउन पाउँछु यो तपाईँहरूको ब्याचकोले भन्नाले लोकेन्द्र तपाईँहरूको ब्याचकोले चाहिँ यस्तो गर्नुभएको थियो भनेर, एन्ड सो अन हुन्छ। हुन्छ सर है। ओके, त्यो होमवर्क दिएँ। अरू केही डिस्कस गर्नुपर्ने कुरा छ भने डिस्कस गरौँ, छैन भने म स्टप गर्छु। तपाईँहरू पनि पार्टिकल फिजिक्समा जानु छ।